अ, यो असोजको 10 गते जारी भएको एउटा सूचना छ। त्यो सूचना सँगसँगै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड 2082 छ। अब यो 82 4 पनि सरी यो होइन, 6-10 होइन, अस्ति भर्खरै अ, यो उसमा यो दर्ता अभिलेखीकरण सम्बन्धी जुन मापदण्ड आएको छ त्यो मापदण्डको विषयमा रहेर आज हामी छलफल गर्छौँ। र आजको हाम्रो उद्देश्य भनेको चाहिँ बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता गर्नको लागि आवश्यक पर्ने तयारी सम्बन्धी अभिमुखीकरण हो यो। र यसमा एनसिआरएका प्रतिनिधिज्यू पनि हुनुहुन्छ र उहाँले त्यो सफ्टवेयर सम्बन्धी विषयहरू राख्नुहुनेछ। र आजको यो कार्यक्रम पश्चात यहाँहरूमा कुनै चाहिँ यो दर्ता अभिलेखीकरण सम्बन्धी कुनै प्रश्न जिज्ञासा वा सुझाव, इभन सुझावै भए पनि यहाँहरूले प्रदान गर्न सक्नुहुन्छ। यसलाई हामीले दुईटा भागमा बाँड्ने प्रयास गरेका छौँ। एउटा भाग, पहिलो भागमा मापदण्डले खोजेका डकुमेन्टहरूको जुन चेकलिस्ट छ त्यो चेकलिस्टको बारेमा हामी केही छलफल गर्छौँ। र त्यस पछाडि त्यो सफ्टवेयर, जुन अनलाइन सफ्टवेयर छ, अनलाइन सफ्टवेयरमा अनलाइन पोर्टलमा हामीले डकुमेन्टहरू अपलोड गर्ने, त्यहाँबाट हामीले भेरिफिकेसन गर्ने प्रोसेस छ। र त्यो दोस्रो टेक्निकल पार्ट चाहिँ हाम्रो एनसिआरए बाट यहाँ सर हुनुहुन्छ। र त्यो यो सबै कार्यक्रम आज हामी लगभग 1.5 घन्टा जति, 3:30सम्ममा सक्ने हाम्रो उद्देश्य छ। त्यसैले यहाँहरू लगभग हामी 425जना जति यहाँ हामी जुटिसकेका छौँ र यो बढ्दो क्रममा छ। यहाँहरूलाई पुनः सबैजनालाई एकदम हार्दिक स्वागत गर्दै यो कार्यक्रमलाई अगाडि बढाइदिनु हुन म नेप्सकिनका वरिष्ठ अधिकृत भरत न्युपाने सरलाई अनुरोध गर्दछु। धन्यवाद बल्लभ सरलाई। यहाँहरू सबैलाई नमस्कार। साउन्ड आएको छ है सर? हजुर, आएको छ एकदम। सरले भने जस्तै हामी त्यो मापदण्डमा आवश्यक कागजातका बारेमा पनि छलफल गर्छौँ र अहिलेको अभिलेखी जो हामीले सफ्टवेयरमा दर्ता गरिरहेका छौँ ती कुरामा पनि हामी सामान्य छलफल गर्ने गरी यो दुई भागमा विभाजन गरेका छौँ। अहिले पहिलो चरणमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट हामीसँग विजय पौडेल सर पनि जोडिनु भएको छ। यसलाई हामीले धेरै लामो नगरी सरलाई दर्ता प्रक्रियासँग सम्बन्धित कुराहरू राखिदिनु हुन म अनुरोध गर्दछु। त्यसपछि हामी आवश्यक कागजातमा छलफल गरेर समसामयिक छलफल गरेर टुङ्ग्याउँछौँ। विजय सर। विजय सर सुनिरहनु भएको छ? डम्बर सर, विजय सरको म्युट अनम्युट गर्ने बनाइदिनु त। एनसिआरए अर्जुन सर। त्यो भयो, पोस्ट पाउनुभयो भने। ए ल, सर विजय सर। नमस्ते। आवाज सुनिरहेको छ है सर? ओके सर, हस्। आवाज आइरहेको छ? आइरहेछ सर, हजुरकै पालो हस्, दिएँ हस्, सर मैले। हुन्छ सर। म सम्पूर्ण सर म्यामहरूलाई नमस्ते। म यता राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सरहरूलाई मैले धेरै समय लिएन, म सिधै विषयवस्तुतर्फ नै जान्छु, किनभने थोरै कार्यव्यस्तता पनि त्यस्तै त्यस्तै छ। सरहरूलाई मैले थोरै दर्ता अभिलेखीकरणको बारेमा चाहिँ हाम्रो सिस्टम कसरी अगाडि बढ्छ भन्ने कुरा चाहिँ ब्रिफ गर्ने कोसिस गर्छु। सरहरूलाई विषयमा चाहिँ सरहरू नै मभन्दा बढी जानकार हुनुहुन्छ भन्ने मेरो बुझाइ हो होइन। त्यो भनिरहँदा सर म्यामहरूसँग चाहिँ यो हाम्रो जुन अनुसूची छ, अनुसूची 1 र सहकारी संस्थाको दर्ता अभिलेखीकरणका लागि आवश्यक विवरण भन्ने, त्यो चाहिँ हजुरको हातमा अथवा अगाडि कहीँ त्यस्तो भयो भने चाहिँ सहज हुन्छ। हामी त्यो सफ्टवेयरको अगाडि ब्रिफ गर्दा म स्क्रिन चाहिँ सेयर गर्छु है त। हामी त्यही अनुसार चाहिँ अगाडि बढ्छौँ। यदि केही त्यस्तो केही भयो भने चाहिँ हामी फेरि छलफल गर्छौँ। ओके, हुन्छ सर। मेरो स्क्रिन सेयर भइरहेको छ? भएको छ है? भएको छ सर। हामीले सबैभन्दा सुरुमा चाहिँ हाम्रो लगइन पेज
जुन चाहिँ हाम्रो वेबसाइट ncra.gov.np मा पनि हाम्रो त्यहाँ सहकारी दर्ता पोर्टल भनेर छ। सँगसँगै चाहिँ यदि होइन त्यहाँबाट होइन भने पनि हामी fcrs.ncra.gov.np मा गयौँ भने हाम्रो वेब पेज चाहिँ लगइन पेज चाहिँ यस्तो देखिन्छ। यसमा चाहिँ अब अहिले चाहिँ हामीले सबैभन्दा सुरुमा गर्नुपर्ने काम भनेको चाहिँ यहाँ चाहिँ रजिस्टर यो फाइनेन्सियल कोअपरेटिभ भन्ने छ। यसमा चाहिँ हामी गयौँ भने जस्तो तपाईँको इमेल र मोबाइल नम्बर दिन्छ। तर अब यो सिस्टम चाहिँ हामीले यसरी डेभलप गरेको छौँ कि जस्तो तपाईँले इमेल चाहिँ जुन युज गर्नुभएको छ त्यो चाहिँ लङ टर्ममै युज गर्ने इमेल हुनु पर्यो होइन। थोरै ओटिपीमा चाहिँ केही प्राविधिक समस्या आइसकेपछि हामीले अहिले मोबाइल नम्बर पनि इन्टिग्रेट गरेको छौँ। त्यो भनेको चाहिँ के हो भन्दा जस्तै कतिपय सहकारीहरूले चाहिँ पहिले दर्ता गरिसक्नु भएको छ र अनप्रोसेस हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सबैभन्दा सुरुमा लगइन गर्दाखेरि इमेल मात्र थियो भने अहिले चाहिँ ओटिपीको लागि चाहिँ मोबाइल नम्बर पनि माग्न सक्छ। त्यो भइसकेपछि इन्डिपेन्डेन्ट तरिकाले चाहिँ इमेल जुन चाहिँ सहकारीले युज गरिरहेको छ त्यो इमेल लगइन गर्ने र सँगसँगै चाहिँ मोबाइल नम्बरमा चाहिँ मोबाइल नम्बर युज गरिसकेपछि चाहिँ मोबाइल नम्बरमा अहिले ओटिपी आउँछ। ओटिपी आइसक्यो भने चाहिँ यता रजिस्टर गर्ने र ओटिपी आइसकेपछि हाम्रो चाहिँ लगइन हुन्छ र हामी चाहिँ त्यसपछि चाहिँ हामी यस्तो वेब पेजमा आउँछौँ जुन चाहिँ तपाईँको केही डेटाहरू चाहिँ आफै भरेर आउँछ भने केही चाहिँ अब हामीले म्यानुअली भर्नुपर्ने हुन्छ। जस्तै अब रजिस्ट्रेसन नम्बर कुरा भयो, त्यसपछि फुल कोअपरेटिभ नेम नेपालीमा तपाईँले टाइप गर्नुपर्ने हुन्छ, त्यसपछि इङ्ग्लिसमा, त्यसपछि कन्ट्याक्ट इमेल मोबाइल नम्बर हुँदै यहाँ चाहिँ हामीले यो डेमो इमेल भएको भएर हामीले केही डेटाहरू चाहिँ पहिले भरेको भएर यहाँ देखाइरहेको छ होइन। स्क्रिन देखिरहेको छ नि है, हामी सँगसँगै नै छौँ नि। देखिएको छ सर। त्यही त। त्यसपछि रजिस्टर इयर, रजिस्टर कहाँ भएको, जस्तै कुनै कुनै कन्फ्युजन भएको ठाउँहरूमा चाहिँ त्यहाँ आई भनेर चाहिँ हामीले हिन्टहरू पनि राखेको छौँ। जस्तो अब के राख्ने त त्यहाँ भन्ने कन्फ्युजन कहिलेकाहीँ हुनसक्छ भनेर। जस्तै अब यहाँ कन्ट्याक्ट इमेलको ठाउँमा चाहिँ सम्पर्क इमेल अब त्यसरी ट्रान्सलेट गरेर कतिपय ठाउँमा हिन्टहरू दिएर होइन अब त्यो चाहिँ राख्ने हामीले गरेको छौँ। यसमा चाहिँ यसरी नै हामीले सिस्टम भर्दै जाने र भरिसकेपछि चाहिँ हरेकमा चाहिँ यो अपडेटेड नेक्स्ट भन्ने छ। यदि तपाईँले अपडेट कतिपयमा चाहिँ एउटै वेब पेजमा चाहिँ दुई ठाउँ अपडेट अथवा सेभ भनेर आएको हुन्छ, त्यहाँ चाहिँ तपाईँले त्यो जुन हुन्छ अहिले हामीले अगाडि पनि देखिन्छ त्यहाँ चाहिँ हामीले त्यही अनुसार अगाडि बढ्छौँ र यसमा चाहिँ अपडेटेड नेक्स्ट गरिसकेपछि फेरि हाम्रो लगइन गर्दाखेरि चाहिँ यो डेटा चाहिँ पहिल्यै बसिसकेको हुन्छ। अब अहिले हामीले भरिसकेको भएर चाहिँ डेटा पहिले भरेको भएर अहिले चाहिँ अगाडि बढ्यो, होइन भने चाहिँ अगाडि सिस्टम अगाडि बढ्दैन। बुझिरहनु भएको छ नि है। त्यसपछि चाहिँ हामीले सहकारीको एड्रेस इन्फो भनेर चाहिँ सहकारीको दर्ता कहाँ भएको, के भएको, कुन ठाउँमा छ, कुन ठेगानामा छ भन्ने चाहिँ हामीले भर्छौँ। प्रोभिन्स, डिस्ट्रिक्ट, त्यसपछि स्थानीय तह भइहाल्यो, वार्ड नम्बर र टोल गर्दै गर्छौँ। यदि यहाँ चाहिँ अब यो हो जस्तै यहाँ मैले अघि नै पनि सरहरूलाई भने जस्तै यहाँ अपडेट एड्रेस भन्ने छ, यदि हामीले यहाँ अपडेट एड्रेस नगरिकन सिधै नेक्स्ट स्टेप गऱ्यो भने त्यो माथिको चाहिँ चेन्ज नभएको हुनसक्छ। त्यो भएर चाहिँ सर्टेन त्यो बक्सलाई, त्यो डायलग बक्सलाई चाहिँ तपाईँले सेभ गर्नको लागि चाहिँ अपडेट एड्रेस गर्नु नै पर्यो। यदि मैले यो अपडेट एड्रेस नगरिकन अगाडि बढेँ भने पुरानो पटक जे देखाएको थियो त्यो अहिले पनि त्यही नै देखाउँछ। यदि त्यो अपडेट गरिसकेपछि चाहिँ हामी अगाडि बढ्न सक्छौँ। अब सर्भिस सेन्टर भनेको सेवा केन्द्र भइहाल्यो। अब के कसो भने सेवा केन्द्र छ भनेर सोधेको छ, यस भने यस गरेर अनि तल अप्सनहरू खुल्छ होइन, कहाँ छ के छ भनेर। यहाँ एड सर्भिस गर्नु पर्यो, होइन छैन भने चाहिँ यहाँ सर्भिस सेन्टर नगरेपछि हामी यत्तिकै अगाडि बढ्न सक्छौँ। युजर इनबाट चाहिँ अहिले त्यस्तो धेरै समस्याहरू आएको छैन। थोरै समस्या चाहिँ ओटिपीमा हुनसक्छ, कहिलेकाहीँ चाहिँ केही समय ओटिपी नआइदिने चाहिँ हुनसक्छ, किनभने सिस्टम चाहिँ एकैचोटि सिस्टम लाइभ भएको भएर थोरै केही सिस्टममा चाहिँ लोड भयो भने कहिलेकाहीँलाई चाहिँ त्यो समस्या पर्न सक्छ। तर युजर इनबाट चाहिँ त्यस्तो समस्या अहिलेसम्म खासै धेरै चाहिँ देखिएको छैन। अलिअलि समस्या चाहिँ ओटिपीमा भएको थियो भने पनि त्यो चाहिँ हाम्रो 2-3 दिनदेखि चाहिँ हाम्रो त्यो समस्या पनि समाधान भइसकेको अवस्था छ। अब यसमा चाहिँ जुन फाइनेन्सियल इन्फो छ यसमा सरहरू पक्कै पनि जानकार हुनुहुन्छ। हाम्रो जस्तै आधारभूत विवरणहरू के भर्ने भन्ने कुरा त हाम्रो पहिले सहकारी संस्थाको दर्ता अभिलेखीकरणका लागि आवश्यक विवरण भन्ने कुरामा हाम्रो डेटाहरू थियो नि जुन हामीले मागेका थियौँ। जस्तो रकमको आधारमा सेयर सदस्य हुन्छ कि बचतकर्ता हुन्छ कि ऋणी सदस्य हुन्छ कि होइन, यी कुराहरू पान नम्बरदेखि लिएर सुपरभिजनकोदेखि लिएर अडिट रिपोर्टदेखि लिएर यी कुराहरू चाहिँ हामीले भर्नुपर्छ। जस्तो अब त्यही कन्फ्युजन हुन्छ भनेर हामीले यहाँ आईहरू पनि राखेका छौँ। जस्तो हामीले चाहिँ यहाँ के भनेका छौँ भने दुईवटा आर्थिक वर्षका भनेर हामीले गरिसकेको भएर आर्थिक वर्ष चाहिँ यहाँ हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ। यी 3टा आर्थिक वर्ष देखेको छ तर पनि अब 2टा आर्थिक वर्ष कम्तीमा पनि पछिल्लो 2टा आर्थिक वर्षको चाहिँ हामीले डेटाहरू यहाँ यसरी भर्छौँ। मेल मेम्बर कति त्यो अब यहाँ राख्ने, मानौँ अहिले 1 राखौँ, फिमेल मेम्बर 1, अदर मेम्बर 0, इन्स्टिट्युसनल मेम्बर यदि छ भने चाहिँ इन्स्टिट्युसनल मेम्बरको कुरालाई मानौँ अहिले 1 राख्यौँ,
होइन सेयर मेम्बर जस्तै अब यहाँ जस्तै यहाँ कम्पलसरी नभएको ठाउँमा चाहिँ एस्ट्रिक छैन भने कम्पलसरी भएको ठाउँमा चाहिँ एस्ट्रिकहरू छ त्यो अनुसार चाहिँ हामीले भन्नु पर्यो अब कतिपय कुराहरू चाहिँ कस्तो हुन्छ भने सिस्टमले आफै जेनेरेट गरिदिएको हुन्छ जस्तै हेर्नु त जस्तै हामीले मेल मेम्बर र फिमेल मेम्बरमा वान वान राखेको उसले चाहिँ आफै सिस्टमले टू भनेर देखाइसक्यो यहाँ होइन उसले चाहिँ सम गरेर सिस्टमलाई आफै पनि देखाउँछ कतिपय कुराहरू चाहिँ हामीले हाल्नुपर्छ जस्तै जेनरल सेभिङ मैले एक राखेँ भने रेगुलर सेभिङ एक राखेर पिरियोडिक सेभिङ पनि हामीले एक राख्यो भने टोटल सेभिङ एमाउन्ट हाम्रो यहाँ 3 भइसक्यो जस्तै पिरियोडिक सेभिङ भनेको के हो भन्दा भनेर बुझ्न केही गाह्रो भयो भने चाहिँ जस्तै यहाँ हामीले हिन्ट पनि कुल आवधिक बचत भनेर चाहिँ यहाँको दिएको छौँ अब जसमा यसमा चाहिँ कस्तो हुन्छ भने अझ अडिटर अनि सँगसँगै एकाउन्टेन्ट सँगै बसेर यो फाइनेन्सियल डिटेलहरू भर्दा चाहिँ अझ सहज भएको चाहिँ हामीले देखिरहेको छौँ सरहरूले भर्दाखेरि होइन सरहरूले यो विषयमा चाहिँ हामीले बुझ्नु भएकै होला भन्ने बुझाइमा चाहिँ म अगाडि बढेँ है त जसरी यसै सिस्टम गर्दै जानु हो भने उसले आफै सबै कुरा देखाउँछ जस्तै अब यहाँ सेभ गर्नु भएन भने चाहिँ तपाईँ अगाडि यो सेभ नगरिकन तपाईँले यहाँ नेक्स्ट स्टेप गरिदिनु भयो तल भने चाहिँ सिस्टम अगाडि चाहिँ बढ्ने भयो तर के भन्ने भयो यो डेटा चाहिँ हराउने भयो उसले सिस्टमले चाहिँ लिँदैन त्यही भएर हरेक ठाउँमा चाहिँ सेभ छ कि अपडेट छ कि हरेक डायलग बक्समा के छ भन्ने कुरा चाहिँ सरहरू म्यामहरूले चाहिँ हेर्नु हो भने अझ सहज हुन्छ अनि यसलाई चाहिँ हामीले सेभ गऱ्यौँ र यी 80 81 र 82 83 हामीले भरिसकेपछि चाहिँ अब हामी नेक्स्ट स्टेप गर्न सक्छौँ अब यसमा कमिटी टाइप भन्ने कुरा भइहाल्यो पोजिसन भयो फुल नेम भयो जेन्डर भयो कमिटी टाइपमा चाहिँ जस्तै अब यहाँ बोर्ड कमिटी अथवा एकाउन्ट सुपरभाइजरी अनि अब यहाँको छ जस्तै अब हाम्रो यहाँ थोरै कन्फ्युजन चाहिँ कस्तो पनि भयो भने एकाउन्ट सुपरभाइजर कमिटीमा चाहिँ यो अध्यक्ष लगायत अरू सदस्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा चाहिँ कन्फ्युजन छ जे हुनुहुन्छ अब 2 सदस्य हुन्छ क्या जहाँसम्म अथवा कति सदस्य हुनुहुन्छ उहाँहरूको त्यही अनुसार हामीले नाम भर्दै अगाडि बढ्छौँ जस्तै यसरी फोन नम्बरहरू राख्दै जाने प्यान नम्बर राख्ने एनआइडी कम्पलसरी छैन राख्दा अझ बेटर भयो भयो अब उहाँहरूको जस्तै अब यहाँ टेनर स्टार्ट डेट भनेको छ हामीले जे राखेको छौँ उहाँको चाहिँ स्टार्ट डेट र इन डेट हामीले राख्ने सिस्टमले आफै चाहिँ सरी आफै सिस्टमले अपग्रेड गर्दै जान्छ यसरी चाहिँ हामीले फर्महरू भर्छौँ जस्तै अब यहाँ एड मेम्बर राख्यौँ अनि कमिटी मेम्बर सक्सेसफुल एडेड भनेर यहाँ चाहिँ देखायो जस्तै अब हामीले कहिलेकाहीँ भयो भएन अथवा के भयो भन्ने कुरा चाहिँ हामीले तल डिटेलहरू तल देख्छौँ र यदि एडिट गर्नु मन लाग्यो हामीले यहाँ एडिटबाट पनि हामीले एडिट गर्न सक्छौँ अब जस्तै यहाँ रेडी टु प्रोसिड भन्यो रेडी टु प्रोसिड भने चाहिँ हाम्रो चाहिँ फर्म अब अहिले चाहिँ कम्प्लिट भएन कि तर जस हामीले चाहिँ फर्महरू भऱ्यौँ भन्ने बुझ्नु पऱ्यो र यसमा चाहिँ हामीले राइट भऱ्यौँ कि भरेनौँ भन्ने कुरा चाहिँ आफूले रिकन्फर्मेसन चाहिँ गर्नु पऱ्यो अनि एक्जिक्युटिभको डिटेल पनि हामीले त्यसरी नै राख्छौँ अहिले रेन्डमली राखौँ एकैछिन है त सर यहाँ मेरो फोन आयो
सर हामी अघि नै त्यहाँ थियौँ अनि यसरी फोन नम्बरहरू हाल्दै जाने, राख्दै गइसकेपछि प्यान नम्बरहरू डिटेलहरू राख्ने। अहिले मैले अगाडि नै त्यस्तो देखेको भएर मैले आफ्नो सजिलोको लागि र समय कन्ज्युम नहोस् भनेर चाहिँ ऱ्यान्डमली गरिरहेको छु। तर डेटा चाहिँ जति एकुरेट भयो, जति समय, किनभने समय एक दिनमै नसकिन पनि सक्छ। डेटा एभाइलेबल हो भने चाहिँ सकिन्छ। अब कहिलेकाहीँ डेटा एभाइलेबल भएन भने चाहिँ नसकिन सक्छ। त्यो कुरा चाहिँ अब सिस्टमले अपग्रेड गरिसकेपछि, त्यहाँ अपडेट गरिसकेपछि चाहिँ हामी त्यहीँदेखि नै अर्को दिन अथवा केही समयपछि सुरु गर्न सक्छौँ। अपडेट गरिसकेपछि यहाँ अब अलिअलि समस्या चाहिँ केही फाइलहरू चाहिँ यहाँ चाहिँ समस्या हुनसक्छ। जस्तो अब यहाँ चाहिँ हामीले यो आधारमा चाहिँ 100 सेयर सदस्यको विवरण, 100 बचतकर्ता सदस्यको विवरण र 100 ऋणी सदस्यको विवरणहरू मागेको छौँ। अब यसमा चाहिँ हामीले थोरै समस्या चाहिँ के हुनसक्छ भने सहकारी संस्थाहरूले आफ्नो एक्सेल सिटहरू अपलोड गरिदिनु भयो भने चाहिँ थोरै सिस्टमले चाहिँ त्यो नलिन सक्छ होइन। किनभने त्यो हामीले त्यही भएर चाहिँ त्यो सहज होस् भनेर चाहिँ हामीले पहिले यहाँ टेम्प्लेटहरू छुट्टा छुट्टै राखेका छौँ। जस्तै यहाँ अपलोड कोअपरेटिभ सेयर मेम्बर भनेको छ, सेयर सदस्यको लागि हामीले यहाँ टेम्प्लेट डाउनलोड गर्छौँ। फाइल डाउनलोड भइसकेपछि चाहिँ यही सिटमा चाहिँ हामीले एक्सेल सिट खोलिसकेपछि चाहिँ यो यही आधारमा चाहिँ इनेबल एडिटिङ गर्ने। अनि इनेबल एडिटिङ गरिसकेपछि चाहिँ हामीले यहाँ चाहिँ डेट अफ बर्थ हुँदै चाहिँ थोरै यता छ, फुल नेम राख्ने, मोबाइल नम्बर, डेट अफ बर्थ, जेन्डर। जेन्डरमा चाहिँ अब यहाँ आफूले म्यानुअली लेख्न मिल्दैन। यहाँ यसो क्लिक गर्नु भने मेल फिमेल अदर भनेर देखाउँछ होइन। अनि त्यसपछि यो सिटिजनसिप भयो, इस्यु भयो। अनि इस्युमा इस्यु डिस्ट्रिक्ट पनि हामीले अब यहाँ ट्याक्कै जिल्ला हुने भयो, प्रोभिन्स पनि त्यही अनुसार हुने भयो। त्यसो गर्दै हामीले चाहिँ यहाँको विवरणहरू यसरी भर्छौँ, भर्दै भर्दै वार्ड नम्बर, प्यान नम्बर हुँदै यो गरेर हामीले चाहिँ कम्तीमा पनि हामीले चाहिँ ठुला 100 सेयर सदस्यको, ठुला 100 बचतकर्ताको र ठुला 100 ऋणी सदस्यको विवरण चाहिँ हामीले यसरी, र यही फाइल चाहिँ जुन फाइल हामीले डाउनलोड गऱ्यौँ फेरि त्यही सिस्टममा गएर चाहिँ हामीले अपलोड गर्छौँ। यहाँ हामीले जुन फाइल डाउनलोड गरेका थियौँ अब चाहिँ यही फाइल अपलोड गर्नको लागि चाहिँ यहाँ क्लिक गरिसकेपछि यो एक्सेल भयो र मैले यसलाई यसरी अपलोड गरिदिइसकेपछि यहाँ आउँछ। यदि कहिलेकाहीँ होइन यो मिस्टेकली भयो र यसलाई चेन्ज गर्नु पर्यो भने हामीले यसलाई यहाँ काट्छौँ र फेरि चाहिँ जुन डाउनलोड गरेका छौँ अथवा फेरि डाउनलोड गर्छौँ त्यसमा चाहिँ हामीले डिटेल भरेर यसमा अपलोड गर्न सक्छौँ। अब यसमा चाहिँ कसरी भर्ने, के भर्ने भनेर चाहिँ यहाँ लेखेको पनि छ, सरहरूले देख्नु भएको छ कि जे होस्। सबैभन्दा पहिले 3वटा निम्नलिखित टेम्प्लेटहरू डाउनलोड गर्नु होला जुन हामीले तल भनिहाल्यौँ। माथि डाउनलोड गरेका टेम्प्लेटहरू कम्प्युटरमा सेभ गरेर खोल्नुहोस्, हामीले त्यो पनि गऱ्यौँ। जुन जुन रोमा चाहिँ, रो कलममा चाहिँ आफूले चाहिँ म्यानुअल्ली हेरफेर नगर्ने, चेन्ज नगरिकन जुन टेम्प्लेटमा दिएको छ त्यही टेम्प्लेटमा गर्नु हो भने सहज चाहिँ सबैलाई सहज हुन्छ। त्यसरी चाहिँ हामीले एक्सेल सिट भर्छौँ चाहिँ ठुला 100 जना सदस्यको। यसरी गर्दै गएर हामीले चाहिँ अहिलेलाई मैले यहाँ राख्छौँ। जस्तै अब मैले अहिले यहाँ मैले अपडेट मात्र गरेको छु तर यहाँ अपलोड गरिसकेको छैन, फाइल चाहिँ आइसकेको छ। मैले यहाँ अपलोड नगर्दासम्म यो फाइल यहाँ बस्दैन फेरि, अहिले मैले नेक्स्ट गरेँ भने। त्यही भएर यसलाई चाहिँ फेरि हामीले यसरी अपलोड गरेपछि बल्ल यहाँ माथि सेयर मेम्बर अपलोडेड सक्सेसफुल्ली, अनि यो चाहिँ सक्सेसफुल्ली भनेर चाहिँ फाइल यहाँ देखाउँछ। ब्याच नम्बर यतिमा 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 अपलोड भयो फाइल भनेर चाहिँ देखाउँछ। जस्तै हाम्रो 10 MB भनेर चाहिँ फाइल साइज डिसाइडेड छ, तर पनि यदि यही टेम्प्लेटमा काम गर्नु हो भने चाहिँ फाइल साइजको समस्या चाहिँ आउँदैन। मैले अहिले एउटै टेम्प्लेटमा चाहिँ गरेँ, फाइल चाहिँ छुट्टा छुट्टै डाउनलोड गरेर अनि त्यसमा म्यानुअली भरेर अनि अपलोड गर्नुपर्ने छ। अनि रजिस्ट्रेसन डकुमेन्टमा चाहिँ कोअपरेटिभको रजिस्ट्रेसन सर्टिफिकेटहरू होइन। अब जस्तै अब मैले अहिले यहाँ हेरौँ, जस्तै यहाँ मैले यो फाइल गरेँ, प्यान सर्टिफिकेटमा पनि मैले, किनभने हामीले सिस्टमको फ्लो हेर्नको भएर मैले अहिले चाहिँ यो राखिरहेको छु।
अब एक्जिस्टिङ के छ त विनियमावली होइन गाइडलाइन के छ त्यही अहिले मैले अहिले सहिलेरी लेखेँ है। अब यो जे छ त्यही नाम जे छ त्यही लेख्नु होला। अब यसको गाइडलाइनको इस्यु डेट कति हो होइन, बाइलजहरू सर हजुर, यो फेसबुक पनि लाइभ भइराखेको छ है हाम्रो साकोस आवाजमा। यसरी हामीले चाहिँ डेटहरू राख्छौँ यहाँ। केही तपाईँहरूलाई केही रिमार्क्सहरू केही यो विनियावलीको नियावलीको अथवा कहाँ आफ्नो के छ त्यसको डकुमेन्टको बारेमा केही राख्नु पर्यो भने तपाईँले यहाँ राख्न सक्नुहुन्छ र सबमिट गर्नुहुन्छ। सबमिट भइसकेपछि चाहिँ नो प्रिभियस फाउन्ड भन्छ। अनि अब चाहिँ हामी त्यो रजिस्ट्रेसन डकुमेन्ट सकिसकेपछि चाहिँ अब फाइनल चाहिँ मिटिङ एन्ड अदर डिटेलमा जान्छौँ। यसमा चाहिँ हामीले फिजिकल इयर राख्छौँ अघि नै जसरी नै। अब त्यो बेलामा चाहिँ बिओडीको मिटिङ कतिवटा बस्यो, 10वटा 5वटा होइन। अनि यो डेटा चाहिँ कसले भर्दै हुनुहुन्छ, उहाँहरूको नाम, यो चाहिँ फिजिकल इयर राख्ने। अनि यसमा चाहिँ पोजिसन के हो उहाँको, जसले भर्दै हुनुहुन्छ उहाँको सम्पर्क नम्बर, उहाँले कहिले डेटा भर्दै हुनुहुन्छ, र यो डेटा चाहिँ कसले भेरिफाइड गरेको हो अथवा यो उहाँ, किनभने उहाँलाई चाहिँ डेटा कसैले दिनुहुन्छ नि त सहकारीकै, उहाँको नाम, उहाँको पोजिसन, उहाँ अध्यक्ष अथवा लेखा अथवा कताबाट हुनुहुन्छ उहाँको पोजिसन होइन, उहाँको सम्पर्क नम्बर, अनि यो डेटा चाहिँ कहिले भेरिफाइड भएको हो। अब यहाँ चाहिँ एमाउन्ट छ। अब जस्तै एमाउन्टमा चाहिँ हाम्रो चाहिँ अघि नै के दर्ता अभिलेखीकरणको अनुसूची 2मा कति एमाउन्ट राख्ने, कति पैसा राख्ने, कति डिपोजिट गर्ने भन्ने कुरा चाहिँ त्यहाँ उल्लेख छ। जस्तै गत आर्थिक वर्षको अडिटेड वित्तीय विवरण अनुसार कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वको आधारमा जस्तै 2 करोडसम्म भयो भने चाहिँ 1000, 2 करोडदेखि 10 करोडसम्म भयो भने चाहिँ 3000, 10 करोडदेखि 25 करोडसम्म भयो भने चाहिँ 5000 र हुँदै 1 अर्बभन्दा माथि भयो बढी भयो भने चाहिँ 15,000, जुन चाहिँ राष्ट्रिय सहकारी नियमन प्राधिकरणको खाता छ, जुन हामीले अपडेट गरेर अहिले अर्को सूचना पनि जारी गरेको छौँ। केही समस्या 51 नम्बरमा आइसकेपछि नयाँ सूचना पनि छ एनसिआरएकै वेबसाइटमा। त्यो चाहिँ हामीले त्यहाँ एमाउन्ट हाल्छौँ। जस्तै अब यदि आफ्नो वित्तीय कारोबारका आधारमा मानव 1000 रुपियाँ राख्नु हो भने चाहिँ यसको डिपोजिट डेट चाहिँ कति हो, कहिले राख्नु भएको, त्यसको आधारमा चाहिँ यहाँ इङ्ग्लिस डेटको आधारमा चाहिँ जस्तै मैले वहाँ यहाँ राखेँ होइन। तर एउटा कुरा चाहिँ जस्तै अब भौचर एमाउन्टमा अथवा भौचर भर्दाखेरि चाहिँ तपाईँको सहकारीको नाम, व्यक्तिको नाम भन्दा पनि सहकारीको नाम भयो भने चाहिँ हामीलाई रुजु गर्न यता एडमिनलाई अथवा एनसिआरएलाई चाहिँ अझ बढी सहज हुन्छ र त्यो भयो भने चाहिँ एप्रुभरको प्रोसेस चाहिँ अझ छिटो हुने सम्भावना रहन्छ। किनभने इमेज क्लियर भयो र सबै, अनि त्यहाँ चाहिँ सहकारीको नाम क्लियर भयो भने चाहिँ अनि हामीले यहाँ फाइल चाहिँ त्यही फाइल जुन हामीले ब्याङ्क भाउचर खिच्छौँ लिन्छौँ त्यो गर्छौँ। कनेक्ट आइपिएस मार्फत पनि हामी गर्न सक्छौँ भने त्यसको स्क्रिनसट लिएर राख्ने, अथवा होइन म्यानुअली गएर ब्याङ्कमा गएर भर्छौँ भने पनि त्यो हामीले गर्छौँ। अब जस्तै यहाँ सो घोषणा छ, यो सो घोषणाको पनि हामीले टेम्प्लेट यहाँ राखेका छौँ। त्यसमा चाहिँ कार्यालयको छाप अनि उहाँ व्यक्तिको जसले गर्नुहुन्छ उहाँको सिग्नेचर नाम सहितको यो चाहिँ हामीले टेम्प्लेट डाउनलोड गरिसकेपछि चाहिँ त्यही टेम्प्लेट चाहिँ फेरि हामीले अहिले एक्सेल सिट अपलोड गरे चाहिँ
जस्तै हामीले अहिलेलाई एउटा इमेज राखौँ, त्यही फाइल डाउनलोड गरि टेम्प्लेट डाउनलोड गरिसकेपछि चाहिँ यो फाइल अपलोड गरिन्छ र सेभ एन्ड यो चाहिँ भइसक्यो भनेर यो भयो। यो चाहिँ हजुरहरूको इन्डबाट हुने काम यहाँसम्म मात्रै हो अहिलेलाई। यो भइसकेपछि तपाईँले रुजु गर्नको लागि यहाँ डकुमेन्टहरू यहाँ रुजु गर्न पनि मिल्छ, के अपलोड गर्नुभएको थियो, भएको थिएन, के भएको थियो भनेर होइन। अथवा डाउनलोड पिडिएफ गरेर पिडिएफ डाउनलोड गरेर पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो यति भइसकेपछि चाहिँ एक लेभलको एउटा इन्डबाट चाहिँ काम सकिन्छ त्यो अवस्थामा। तर अब यति भइसकेपछि चाहिँ त्यो डेटा चाहिँ यता एनसिआरएको एडमिन प्यानलमा आउँछ अनि सर म्यामहरूले चाहिँ त्यसलाई रिभ्यू गर्नुहुन्छ। रिभ्यू भइसकेपछि एप्रुभ हुन्छ। एप्रुभ भइसकेपछि मात्रै चाहिँ इजाजत पत्र चाहिँ तपाईँहरू अपरेटिङ लाइसेन्स चाहिँ तपाईँहरू मार्फत अनलाइनमै एभाइलेबल हुन्छ र सँगसँगै चाहिँ त्यही बेलामा नै एप्रुभ भइसकेपछि तपाईँहरूलाई लगइन आइडी र पासवर्ड मात्र त्यस बेला मात्रै हुन्छ। त्यो नहुँदासम्म चाहिँ हरेकचोटि तपाईँ जाँदाखेरि प्रोसेस चाहिँ रजिस्ट्रेसन पेजमै जाने, रजिस्टरी अर फाइनेन्सियल कोअपरेटिभ नै गर्ने, त्यसपछि चाहिँ ओटिपी लिने र अगाडि बढ्ने गर्नु पर्यो त्यस बेलासम्म चाहिँ। तर सबै कुरा एप्रुभ भइसक्यो अथवा रिजेक्ट भयो के हुन्छ तपाईँलाई चाहिँ मेल मार्फत जुन अघि नै हामीले जुन मेल र फोन नम्बरको कुरा किन पनि गरेका हौँ भने जस्तै अब यहाँ तपाईँको केही कारणले केही डकुमेन्ट बुझिएन, त्यसको लागि चाहिँ हामीले पठाउनको लागि चाहिँ फेरि ब्याक टु तपाईँसँग पठाउनु भएको भएर त्यो भएर चाहिँ तपाईँहरूलाई त्यो इमेल चाहिँ एकदमै युज भएको इमेलहरू भइरहेको हुनु पर्यो होइन। त्यो भए चाहिँ तपाईँले म्यासेज क्लियर पाउनुहुन्छ अनि त्यसपछि चाहिँ अगाडि बढ्न सकिन्छ। मैले यति भन्दै सरहरूको अब केही क्वेरीहरू रह्यो र यो आइटी सम्बन्धी केही क्वेरीहरू रह्यो भने चाहिँ म सरहरूलाई धन्यवाद है त विजय सरलाई। सरसँग के योसँग सम्बन्धित जिज्ञासा छ भने राखौँ, छलफल गरौँ। हेलो त्यही नै हो खास गरी। खास अब अहिले चाहिँ थोरै केही समस्याहरू चाहिँ सुरुको दिनहरूमा चाहिँ डेटाको फ्लो हेरेर चाहिँ केही समस्याहरू चाहिँ आउन सक्छ होइन। सर म्यामहरूले पनि त्यो कुरालाई पक्कै पनि अन्डरस्ट्यान्ड गर्नुहुन्छ भन्ने लाग्छ मलाई। किनभने सुरुमा टेक्नोलोजी हो, अब सफ्टवेयरमा केही समस्याहरू चाहिँ आउन सक्छ। तर पनि हामी चाहिँ त्यो कुरामा एकदमै लागिरहेको छौँ र सिस्टमले युजर इनबाट चाहिँ धेरै समस्या अहिलेको केही पहिलो साता चाहिँ त्यस्तो केही नआएको भएर हामीले चाहिँ त्यो कुरालाई समाधान पनि गर्दै लैजानेछौँ। अर्जुन सर, त्यहाँ हात उठाउने सर म्याडमहरूलाई यसो अनम्युट गरिदिनु। सरसँग केही जिज्ञासा छ भन्नुभएको छ। हुन्छ सर, हुन्छ। समृद्धि, सरोज कुमार भनेर कहाँ कहाँ हुनुहुन्छ, नदोहोरिने गरिकन छलफल गऱ्यो भने सजिलो होला। समृद्धि साकोस। सर नमस्कार। सर म पोखरादेखि समृद्धि साकोसबाट मैले सरलाई एउटा कुरा सोध्न खोजेँ सर। सर यो टोटल फन्ड एन्ड लोन डिटेल्स छ नि सर, सुन्नु भएको छ मेरो आवाज? हजुर आइरहेछ। यो यसको बारेमा एकचोटि मलाई एक्चुली म कन्फ्युजन भएको भनेकै यो टोटल फन्ड एन्ड लोन डिटेल्स एकचोटि मलाई यो थोरै अपडेट गरिदिनु न सर। हुन्छ हुन्छ म त्यो फाइनेन्सियल भएको भएर मैले फाइनेन्सियलकै साथीलाई एकचोटि त्यो सहजीकरण गर्न रिक्वेस्ट गर्छु। सर मसँगै हुनुहुन्छ, उहाँलाई मैले भनिहालेँ है त। हजुर राख्नु है त म्याम, सुन्दै हुनुहुन्छ। सरोज कुमार शाह। नमस्ते म्याम। सर यहाँ स्व घोषणा पत्रको जुन कुरा गर्नुभएको छ त्यो त्यसमा स्व घोषणा पत्रमा के स्व घोषणा पत्र गर्ने सर, त्यो बुझिन। होइन सर, त्यहाँ हाम्रो डाउनलोड टेम्प्लेट गरेपछि त्यही नै छ सर, त्यो कसरी राख्ने के राख्ने भनेर। ए त्यसैमा छ। हजुर हजुर। अनि सदस्यहरूको जुन विवरण हामी एक्सेल फाइलमा जुन गर्ने, हजुर जम्मै सदस्यहरूको विवरण त्यसमा अपलोड गर्ने, हजुर। जम्मा कति छ त्यस अनुसार गर्ने। होइन, टप 100 भनेका छौँ के अरे हामीले चाहिँ। अब हजुरहरूको संस्थामा टप 100 भन्दा कम हुनुहुन्छ भने कम हाल्न पनि पाइन्छ सर। भनेपछि जति सेयर सदस्यहरू छ त्यो सबैजनाको? होइन होइन,
जस्तो 100 भन्दा माथिको हुनुहुन्छ भने टप भन्नाले 100 जति नै राख्नु पर्यो। हजुर मानव 500 छन् भने पनि 500 नै राख्ने होइन सर। 100 चाहिँ टप 100 चाहिँ 100 राख्ने हो। यदि 100 भन्दा कम हुनुहुन्छ भने सेयर सदस्यहरू चाहिँ त्यो जति हुन्छ त्यति नै राख्ने हो। तर 100 जना चाहिँ मिनिमम राख्ने भन्ने खोजेको। ए त्यतिजनाको नाम इन्ट्री गर्ने ठेगाना इन्ट्री गर्ने अँ त्यसो हुन्छ त्यहाँ जस्तो टेम्प्लेटमा छ त्यही डाउनलोड गरेर गर्नु होला। फेरि बाहिर गरेर त्यहाँ लिएर आएर हाल्छु भन्न मिल्दैन है सर। ए अनि त्यो सुरुमा मैले एक्योर्ड के इस्यु डेट भनेको थियो नि र हजुर इन डेट त्यो के को एक्योर्ड इस्यु डेट र इन डेट थियो सर त्यही हामीले यो अहिले उ गर्दाखेरि हो। यो जस्तो हजुरहरूले इन्ट्री गर्दाखेरिको कि सर। फेरि इन्ड डेट पनि थियो नि सर इस्यु डेट र इन डेट के को इस्यु डेट र इन डेट मैले त्यही बुझेन त्यो त्यहाँनिर एक्वार्ड कि के थियो नि इस्यु डेट र इन डेट थियो नि के को सर यो मिटिङ एन्ड अदर डिटेल्सको हो कि? होइन सुरुमा हामी पढ्दाखेरि त्यो सुरुमै थियो नि त्यो इस्यु डेट र के अरे सेयर अपलोड गर्नुभन्दा पहिला हजुर हजुर त्यहाँनिर एनआइडी नम्बरहरू थियो नि हजुर हजुर हो त्यहीँनिर एनआइडी नम्बर प्यान नम्बर थियो नि त्यहीँनिर थियो नि सर के त्यहाँनिर के भयो भन्नुभयो सरले? त्यो सुरुको एकचोटि हेर्दा म देखाइदिन्थेँ सरलाई त कहाँ भन्नु त रोक्नु है त। हामी यही नै यहाँ स्क्रिन स्क्रिन सेयर गरेर हेरौँ है त। कहिलेकाहीँ टेक्नोलोजी त्यो सफ्टवेयरले कहिलेकाहीँ चाहिँ ल्याग गरिरहेको चाहिँ हुन्छ। त्यो कारणले कहिलेकाहीँ तपाईँले खोजेको ठ्याक्कै त्यो नदेखिन पनि चाहिँ सक्छ। तर ल एकैछिन यहीँ हेरौँ है त, अघि नै केमा हेरौँ। हुन्छ सर जस्तै ल यहाँनिर कहाँनिर हो हेर्नु त। एकैछिन माथि सर अलिकति अझै माथि होला। यहाँ हो। एकैछिन सर एकैछिन रजिस्टर डेट एकैछिन सर एकैछिन हाँ सर। रजिस्टर अफ रजिस्टर होइन सेकेन्डमा थियो सर यसमा छैन अझै पछाडि पछाडि यसमा छैन सर यसमा छैन कमिटीमा एकैछिन एकैछिन हो टोटल पिरियड अफ लिक्विड एसेट्स छैन यसमा छैन सर नेक्स्ट गरौँ त नेक्स्ट गर्नु। यहाँ हो सर। हो टेन्युर इन्ड डेट र टेन्युर स्टार्ट डेट हो यो के हो ए यो चाहिँ जस्तै यहाँ हामीले राख्यौँ नि बोर्ड कमिटीको राख्यौँ होइन त। बोर्ड कमिटीको राखिसकेपछि उहाँको पोजिसन राखिन्छ। बोर्ड कमिटीमा 5 जना हुनुहुन्छ नि जुन, हजुर जस्तै उहाँ अहिले यसो हामीले गरौँ न सर यो चेयरपर्सनको अहिले उहाँले चाहिँ पछि चेयरपर्सनको राख्यो। हजुर सर। यहाँ अरू पनि हात उठेको छ। हजुर हजुर सर। ए हजुर सर सुनिरहेको छु अनि त्यसपछि उहाँको जुन चेयरपर्सनको राखिन्छ उहाँकै नाम राखिन्छ भने जस्तै उहाँ चाहिँ अध्यक्षको चाहिँ उहाँको कहिले सुरु भएको उहाँको कहिले इन्ड भएको हुने हो त्यो राख्ने। जस्तो 4 ए वर्षको छ भने 82 देखिबाट 4 वर्ष कहिले सकिन्छ ठ्याक्कै यहाँ राख्ने कि सर। ए ए ए ए ए अब बुझ्नुभयो? बुझेँ हजुर हस् धन्यवाद कार्यकालको कुरा लेख्ने हो कि त्यसमा निर्वाचन भएको मितिदेखि अर्को निर्वाचनसम्मका लागि। त्यो कुरामा सरहरूले पनि सहजीकरण गरिदिनु हुनुहुन्छ यसलाई। हजुर किनभने समय अलिक सीमित भएको भएर थोरै हुन्छ सर हस् त्यस्तो छ है। हस् सुरेश यादव सर नव प्रतिभा साकोस। हजुर सर नमस्कार, म नवप्रतिभा साकोस नवलपरासीबाट। यसमा पोलिसीहरू राख्ने फर्मेट थियो नि, त्यसमा चाहिँ मोर देन वान हुँदाखेरि सबैको चाहिँ इन्डिभिजुअल त्यहाँ नाम लेख्ने हो कि के गर्ने भनेर? के भन्नुभयो अरे सरले? पोलिसी राख्ने कुरा थियो नि फर्मेट के हजुर 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 हो, त्यहाँ चाहिँ अब सबैको जस्तो अब लगभग 30 भन्दा बढी छ हामीसँग नै होइन, हजुर त्यो सबै इन्ट्री गर्न पर्छ कि अनि त्यो अर्को प्रश्न लिउँ न, तत्कालीनको रामघाट महिला साकोसबाट। पर्यो सर, सबैको पर्यो सर। जतिवटा छ हजुरहरूको त्यहाँ कमा दिँदै लेख्दै जाने हो। अनि कमा दिएर लेख्दै जाने, तर लास्टमा फेरि कहिले अपडेट गरेको डमर सर डेट थियो नि त्यहाँ डेट लेटेस्ट जुन एउटा मेजरको चाहिँ डेट लेख्ने, अरूको चाहिँ नाम लेख्ने। एउटा हजुर हजुर ए हुन्छ सर, थ्याङ्क यू सर।
ए हो ए ल सरी सरी सर रामघाट महिला साकोसबाट कोही हुनुहुन्छ भने प्रश्न राखिदिनु होला। रामघाट महिला साकोस। अर्जुन सर नभए अर्कोमा जाउँ, डेल भन्ने छ त्यहाँ होइन, उहाँ हुनुहुन्न भने दि गोर्खा साकोस। गोर्खा साकोसबाट। हेलो सर, नमस्कार। हजुर 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 भन्नु त। म यता द गोर्खा सागोस बुद्ध चोक पोखराबाट हो सर। हजुर हजुर यो हाम्रो चाहिँ भन्न त भरिसक्यो, हाम्रो एक्जिक्युटिभबाट नि भरेर यो 100 सेयर मेम्बर अनि 100 डिपोजिटरसम्म त पुगिसके सर म होइन। हजुर तर हजुर अगाडि अगाडि पनि टन्नै थियो नि त सर, त्यो फाइनेन्सियल इन्फो भन्दा अगाडि पेजमा जाऊँ न सर, प्रिभियस गरेर। अझै अगाडि अगाडि सर। ओ यसमै सर मैले कसरी राखेको छु भने अब यो फिजिकल इयरहरू भयो होइन, यो टोटल सेभिङ अमाउन्टमा मानम होइन 25 करोड छ। यो त टोटल लाइबिलिटिज मानम कसैको ब्यालेन्स सिट अब 30 करोड भयो अरे होइन सर। अनि सेभिङ हजुर पनि हजुर त्यसैमा 15 करोड हुन्छ भने त्यो 30 मा 15 करोड घटाएर यतामा टोटल लाइबिलिटिज 30 नै राख्ने हो कि 15 राख्ने हो भन्ने एउटा डाउट लाग्यो मलाई है। एउटा चाहिँ हो क्लियर गरिदिनु पर्यो सर, अनि त्यसपछि पछि पछि पनि छ। कहाँनिर भन्नुको टोटल लाइब्रेरीमा हजुर हजुर। के भन्नुभयो, के घटाउने अरे? जस्तै अब यहाँ यस्तो भयो नि सर, टोटल सेभिङ टोटल जेनरल सेभिङ भनेको तिनीहरू सेभिङको पार्ट नै भयो होइन। हजुर सेभिङ भयो, रेगुलर सेभिङ अनि टोटल पिरियोडिक गरेर हाम्रो यहाँ टोटल सेभिङ अमाउन्ट आयो नि त। हो अनि टोटल सेभिङ अमाउन्ट पनि त हाम्रो लाइबिलिटिज हो होइन। हो अनि मानव संस्थाको टोटल लाइबिलिटिज 30 करोड रहेछ अरे। अनि हाम्रो यो टोटल सेभिङ 15 करोड भयो भने हामीले त टोटल लाइबिलिटिजमा सेभिङ अमाउन्ट घटाएर 15 करोड लेख्ने हो कि 30 करोड नै लेख्ने हो भनेर डाउट लाग्यो क्या सर। मैले चाहिँ त्यसरी घटाएर लेखेँ, त्यो चाहिँ होइन गलत होइन भयो कि यस्तो के के, हो भनेर कि। ल हजुर सुन्नु त, हजुरहरूको त्यो अडिट रिपोर्ट गर्ने बेला कुल दायित्व कति छ त्यति नै राख्ने हो कि यहाँ त छुट्टाएको मात्रै हो नि हजुरहरूको, यहाँ कति सेभिङ रहेछ हेर्नको लागि मात्रै ए होइन। त्यो सेभिङ अमाउन्टमा त छुट्याएको सर। हो हामीले यहाँ तपाईँले कति कति जनरल सेभिङ गर्नुभएको रहेछ साधारण होइन, हजुर नियमित हजुर। कति गर्नुभएको रहेछ, अडिट रिपोर्टमा त यो सबै जोडेर एकमुष्ट आएको होला नि त लाइब्रेरीमा त। हो त्यसरी आएको छ सर। मैले फेरि यसरी हो यहाँ छुट्याएर लेखेर तपाईँकोमा ट्याक्क त्यति आउनु पर्यो कि हो भनेर हो। यहाँकोले फरक परेन कि हजुरले यहाँ राख्दाखेरि चाहिँ ए जस्तो अडिट रिपोर्ट गर्दाखेरिको जति छ कुल दायित्व हजुर यहाँ हजुर। कुल दायित्व यसमा यहाँ हजुर हजुर। फिजिकल इयर जस्तो मानौ मानौ 81 82 हाल्नुभएको छ भने अडिट रिपोर्ट गर्ने बेला कति छ यहाँ कुल दायित्व? यसमा त यस्तो हो म्याडम, यो भने त तपाईँको ब्यालेन्स सिटको लाइबिलिटी र एसेट राख्ने हो, हो सेभिङ त्यही नै हो फरक सर। पाटो हो, यो ब्यालेन्स सिट हो, त्यसरी बुझ्नु है। यो हजुर ए त्यही एसेट नै र लाइबिलिटी भनेको त त्यो ब्यालेन्स सिट राख्ने भन्ने हो, त्यसरी बुझ्नु। हजुर यो माथिकोले हजुर। फरक भन्नै परेन, पर्दैन। हजुरहरूको सेभिङको लागि मात्रै अँ, पाएको। ए हुन्छ हुन्छ सर, बुझेँ। किनभने हामीले त अँ, नेक्सनहरूको कप्सको रिपोर्टहरू पठाउँदा हो पनि टोटल हजुर यसरी घटाएर पठाइन्थ्यो नि त। अनि त्यसरी ठिक हो छ। कि भनेर मलाई डाउट लागेर। ए, अनि सर हाम्रो यसमा ल टोटल लिक्विड एसेट्स छ नि, यसमा चाहिँ हाम्रो टोटल लिक्विड कुनै अब मानम यो असार इनसम्मको हामीले डिटेलहरू राख्दैछौँ, तर हाम्रो एफडी अब मानम साउनमा अथवा भदौमा म्याचुर भयो भने त हाम्रो लिक्विड एसेट्सभित्र चाहिँ 90 डेजसम्मको इन्क्लुड हुन्छ नि त। अनि त्यो जोड्ने हो कि होइन के हो भनेर के सर, त्यसमा पनि भनिदिनु न है। टोटल लिक्विड एसिड त यहाँ भर्नु त यहाँ रातो त छैन हजुर। यो रातो नभएपछि नभर्दा पनि हुन्छ सर, तर त्यो पनि यसो बुझ्ने कि मैले सकेसम्म स्टार बाहेकको सबै भर्ने कोसिस गरेछु कि सर, त्यही भएर। हजुर के भन्नुभयो अरे यसको कुरा चाहिँ? यो हाम्रो टोटल लिक्विड एसेट्स छ नि सर, हजुर यसमा हाम्रो अब क्यास इन भल्ट पनि हुने भयो अनि अरू हो ब्याङ्कहरूमा भएको तुरुन्त पैसाहरू नगदमा, पनि हुने भयो होइन। तुरुन्त नगदमा परिचालन हुने हो अनि त्यसपछि यसमा चाहिँ हाम्रो अब कोही कोही चाहिँ कसैले 3 मन्थको राख्नुभयो, कसैले 6 मन्थको, कसैले 1 इयरको एफडी पनि त राखिराख्नु भएको छ होला। तर हो हाम्रो यो टोटल लिक्विड एसेसमा चाहिँ 90 डेजसम्मकोलाई जुन क्यासमा कन्भर्ट गर्न सक्नेलाई लिक्विड एसेस मानिन्छ भनेको छ नि त। भनेपछि हामीले त यो 2082 3 महिना 31 गतेसम्मको राख्ने हो सर, हामीले यो रिपोर्ट राख्ने बेलामा। जस्तै हो अब हाम्रो संस्थाको एफडी अब भदौको 10 गते म्याचुर हुँदै 1 करोड भनेपछि त्यो 1 करोडलाई लिक्विड एसेसमा इन्क्लुड गर्ने कि नगर्ने भनेर के सर हो, यो चाहिँ एउटा क्लियर गरिदिनु पर्यो। अब तपाईँको त्यो आर्थिक वर्षमा अगाडिकै नै छ भने त राख्नु पर्यो, म्याच्योर ओ नभए पनि भए पनि। भनेपछि त नि त्यो 3 महिना उसले छुन्छ भने चाहिँ हो राख्न पर्यो लिक्विड एसेसमा होइन सर। पर्यो पर्यो।
ए हुन्छ हुन्छ सर। अनि योभन्दा तल पनि छ नि अर्को त्यो रिक्स वेटेज एसेस्टकै सबै हाम्रो ब्याङ्क ब्यालेन्सहरूमा कति रिक्स छ भन्ने कुरा नि छ नि सर। यो तल तल टोटल फन्ड भित्र यसो जाम त सर छ कि छैन? ए, रोक्नु है, यो भन्नुभयो। यिनीहरू पनि गरे है सर? जस्तो यो टोटल रिस्क वेटेड एसेट्सको यो पाटो भन्नुभयो होइन, हजुर। हाम्रो यसमा चाहिँ मापदण्डको यसमा चाहिँ मैले कसरी राखेको छु भने सर, जस्तै हाम्रो एसएस टाइप भित्र क्यास इन होइन भल्ड त्यो ब्याङ्क राख्या ब्यालेन्स। यस्तो गरौँ म्याडम, राख्या भन्दा पनि ठ्याक्कै कन्फ्युज भएको कुरा सोधौँ। राख्या होइन फेरि लामो हजुर हुन्छ क्या, हजुर। ठ्याक्कै त्यो यो बुझाउन मात्रै। टोटलमा रिक्स वेटेज एसेस्ट भने नि त सर, यो अमाउन्ट खोजेर रहेछ कि जस्तै ब्याङ्क ब्यालेन्सले मानव 20% रिक्स हुँदो रहेछ, फिक्सको 100 यसरी यसरी इन्टु गरेर टोटल अमाउन्ट राख्ने हो हो कि के हो सर हो भनेर के? हो अमाउन्ट नै राख्ने हो। जस्तो हाम्रो मापदण्डको तालिका नम्बर 6.2 को सहकारी संस्था लिमिटेड जोखिम भारी सम्पत्ति विवरण तालिका भनेर त्यहाँ एउटा छ होइन, हजुर सर। त्यसैको आधारमा अमाउन्ट निकालेर यहाँ ल्याएर राख्ने हो। केमा छ अरे सर? मापदण्डको तालिका नम्बर 6.2 मा 20% 2 महिना रिक्स 2 हुँदो महिना रहेछ। एकैछिन महिनामा एकैछिन मापदण्ड छ हाम्रो। जेठको 2 एकै- गते आएको मापदण्ड, एकैछिन ए जेठको 9 गते, सरी। यसमा पछि पनि छलफल गरौँला थोरै। हजुर यस्तो यस्तो गरौँ, अब थोरै हामीले युजर इनबाटै गरिरहेको भएको भएर जस्तै अब केही कन्फ्युजनहरू भएको हिसाबमा चाहिँ जुन हाम्रो एनसिआरएकै वेबसाइटमा कोअपरेटिभ युजर म्यानुअल पनि छ होइन, हजुर हजुर त्यस्तो सर। केही टेक्निकल समस्याहरू आयो भने चाहिँ त्यहाँ कसरी भर्ने के गर्ने भन्ने कुरा चाहिँ त्यहाँ त्यो म्यानुअलमा पनि उल्लेख गरेको छ सबै डिटेलहरू होइन। केही केही हजुर हजुर। टेक्निकल केही केही समस्याहरू आयो भने चाहिँ त्यसलाई त्यही अनुसार अगाडि बढाउँदा भने, अब होइन भने चाहिँ अब जस्तै अब केही फाइनेन्सियल टर्महरूमा कन्फ्युजन भयो भने हामीले सहजीकरण गर्छौँ नै। तर सफ्टवेयरको हिसाबमा चाहिँ सफ्टवेयर सिस्टम अगाडि बढिरहँदाखेरि कहिलेकाहीँ सिस्टम ल्याग हुने, कहिलेकाहीँ त्यो हुने चाहिँ हुन सक्यो। होइन भने चाहिँ हजुर कोअपरेटिभ युजर म्यानुअलमा गएर तपाईँले हेर्नुभयो भने चाहिँ कसरी भर्ने के भर्ने भन्ने कुराको जिज्ञासा चाहिँ त्यहाँबाट पनि चाहिँ सल्भ गर्न सकिन्छ हामीले। ए हुन्छ सर। अनि त्यो लास्टमा त्यो हाम्रो कार्यविधिहरू राख्ने भन्यो भने सर, हो त्यो सेकेन्ड लास्टतिर यसो जाम न है। यिनीहरू त भइसक्यो सर। हजुर। के छुट्यो फेरि? यहाँ हाम्रो ईश्वर सर पनि हुनुहुन्छ जस्तो लाग्यो एकचोटि। ईश्वर सर यसमा हुनुहुन्छ कि हुनुहुन्न? ईश्वर नेउपाने ईश्वर सरलाई एकचोटि मैले अनम्युट गर्न दिएँ, मलाई अन्तैबाट आयो उहाँको प्रश्न। ईश्वर सर प्लिज तपाईँको एकचोटि प्रश्न राखिदिनु न, यो सरले यहाँ स्क्रोल गरिराख्दाखेरि। हुन्छ हुन्छ, म बोलौँ है सर? प्लिज प्लिज बोल्नु न, सुझाव सम्पूर्ण मात्रै त हो नि तपाईँको। हजुर, मलाई एउटा अलिकति त्यही अघि म्याडमले पनि कुरा उठाउनु भएको थियो, पोलिसीको नामहरू चाहिँ एकै ठाउँमा सबै लेख्ने र डेट कुनै एउटा लेख्ने भनिएको रहेछ। कि त पोलिसीको नाम मात्रै लेख्न पाए ठिक हुन्थ्यो होला, कि त नत्र पोलिसीहरूको नाम अनुसार त फरक फरक साधारण सभाबाट पारित भएको हुन्छ। पोलिसीको नाम अनुसार नै त्यो मिति चाहिन्छ कि जस्तो लाग्यो, मैले यो सुझावको रूपमा अनुरोध गरेँ। हजुर सर, सरको सुझाव हो त्यसमा। हजुर, त्यो चाहिँ जस्तै कि त पोलिसीको नामावली मात्रै भयो हुन्थ्यो। अब पोलिसी चाहिँ जस्तै धेरैवटा हुन्छन्, अघि नै एकजना हजुर साथीले भन्नुभयो, त्यसको डेट चाहिँ फरक फरक साधारण सभाबाट स्वीकृत भएको हुन्छ। त्यस हजुर हुनाले गर्दा डेट कि त डेट सेपरेट छुट्टा छुट्टै राख्न पायो भने गजब हुन्छ, नभए हजुर डेट नभई नामावली मात्रै भयो भने मात्रै अलिकति भरेको स्वाद पर्छ कि जस्तो लाग्यो, त्यही अनुरोध हुन्छ गरियो। हुन्छ सर, हुन्छ। अब धनराज सातोसबाट हुनुहुन्छ, एकचोटि उहाँलाई अनम्युट, त्यसपछि यसमा पनि बोल्नु। हजुर नमस्कार, म टङ्क श्रेष्ठ धनराज साकोसबाट। मैले यो जुन प्रोभिजन छ नि लोन लस प्रोभिजनको, पहिला चाहिँ अब यो दुईटा आर्थिक वर्षको इन्ट्री गर्नुपर्ने भन्ने खालको कुरा भएको छ होइन। अनि त्यसमा पहिलाको हाम्रो अडिटर रिपोर्ट अनुसार चाहिँ अब 1/35 को कुरा छ होइन। अब अहिले 1/25-50 को कुरा छ। त्यसो हुँदाखेरि के यसलाई कसरी मिलाउने? त्यो चाहिँ के भन्नु अरे सर? यो जुन लोन लस प्रोभिजनको कुरा छ नि, हजुर, त्यसमा चाहिँ अब दुईटा आर्थिक वर्षको भर्नुपर्ने खालको कुरामा अघिल्लो वर्षको हाम्रो चाहिँ 1/35-100 को चाहिँ प्रोभिजन छ नि त।
अब यसपटक आएर चाहिँ त अब 1.25 50 100 को छ 50 होइन। सय हजुर। अनि त्यसमा हुँदाखेरि अघिल्लो वर्षको त हाम्रो अलरेडी अडिट भइ नै सक्यो, यो वर्षको चाहिँ अब त त्यही अनुसार हुन्छ। तर त्यसमा चाहिँ त्यो 1.35 50 को चाहिँ त्यो प्रोभिजन अनुसार राख्न मिल्दैन कि 2 वर्षको हजुर। राख्ने हो भने। जस्तो हजुरहरूले यो कहिलेदेखि गराउनु भएको छ यो चाहिँ यो अहिले यो 82 के अरे 82 83 कि होइन 81 81 82 को त हामी गर्न सक्छौँ होइन। हजुर 80 81 को चाहिँ 80 राख्न 81 मिल्छ भन्नुभएको छ सरले। 80 81 को चाहिँ 1.35 50 के अरे 100 को चाहिँ जुन उ छ नि हामीले त्यसलाई राख्नुपर्ने हो नि त। त्यो त त्यहाँनिर त ठाउँ त छैन, मिलाउन चाहिँ मिल्दो रहन्छ, त्यस्तो भयो कसरी नि सर। गर्ने जस्तो भने पहिला सर 1.35 अनि कति थियो अरे सर 100 1.35 100 थियो है। हो। अब त्यसको लागि सर यो एकमा जे छ त्यो राखिदिउँ। एकमा त समस्या भएन। हजुर यसमा चाहिँ अब 0 राखिदिउँ। अब कति सपोर्ट गर्छ 0 नै सपोर्ट गर्छ सायद। तर त्यसरी मैले त्यो पनि ट्राई गरेको, त्यो मिलेन। 0 राख्दा भएन। 0 राख्दाखेरि जे होस् त्यसको चाहिँ हामीले विभिन्न अप्सनबाट चाहिँ त्यहाँ हेरेका थियौँ, मिलेन अलिकति। त्यो त्यही भएर एकचोटि यो यसो बुझ्न खोजेँ अब मैले ठ्याक्कै त्यही के सर यो गर्दा अहिलेको अनुसार चाहिँ यो मापदण्ड अनुसार चाहिँ 1.25 50 100 बनाइयो। अब कि त्यति त बेलाको अनुसार चाहिँ यो 0 राख्दा हुन्छ होला सर। यहाँ चाहिँ 1 र 100 को राख्दाखेरि अँ, हजुरहरूकोमा चाहिँ यसमा 50 मा र 25 मा 0 राख्दा हुन्छ होला। अब 0 जिरो राखौँ, होइन भने यने राखेर पनि अगाडि बढाउँ न भाइ। जस्तो यहाँ यो पर्सेन्टेज भनेको कारणले गर्दाखेरि चाहिँ 0 नै ठ्याक्कै त नलिग्ला। 0 पोइन्ट हानेर 0 हान्दै पनि हुन्छ। त्यसो गर्ने बित्तिकै त्यसको टोटल उसमा चाहिँ मिल्दैन नि त। केमा सर? हुन्छ त्यो सर, यसलाई फेरि त्यो यसलाई एकचोटि हामी पनि कन्सल्ट गरेँ। अब यो फाइनेन्सियलको ठ्याक्कै त्यही त के त्यो हुँदो रहेछ, मैले त्यो कुरालाई म सरले केही समय होल्ड गर्नुभयो भने हामी त्यसलाई सल्भ गरौँ है ए सर। ओके 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 हस् हस् यो हस् सुझाव त। भयो है एनसिआर यो पनि सुझावको हस् रूपमा हामी हस्। लिन्छौँ सर। अब सूर्योदय कोप यो कहाँ हो? आकाशगङ्गा। हजुर नमस्कार सर। हजुर नमस्कार सर, प्रश्न राखौँ। हजुर यो मैले हिजो लिङ्क गरेको थिएँ होइन, आवाज सानो आयो सर तपाईँको। हिजो मैले लिङ्क गरेको थिएँ भनेको यो रजिस्टर गरेको थिएँ है। तपाईँको आवाज सुनिएन सर। ए मैले तेस्रो नम्बरसम्म लिङ्क गरेर गरिसकेको थिएँ है। हजुर तर यो आज फेरि एकचोटि खोलेर हेरेको यो रजिस्टरको देखाएन हौ सर। हामीसँग धेरै समय चाहिँ अलि यहाँ निस्किनु पर्ने पनि भयो सर। यसलाई छोटोमा ऱ्यापअप गर्न पाए है सर। एउटा दुईटा प्रश्न यो सिद्धि गणेशको लिइहालौँ न। हुन्छ हस् सर हस्। उहाँको अलि आवाजै सुन्नेन आकाशगङ्गाको। फेरि आउँछौँ है तपाईँ सुन्नु। सिद्धि गणेशबाट को हुनुहुन्छ? हजुर नमस्ते सर, म सिद्धि गणेशबाट। यो आवाज सुनिन्छ बल्लभ सर? हजुर 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 प्लिज अगाडि आवाज जानु। सुनिन्छ है। त्यो एलएलपी को केसमा त्यो अघि जुन सरले क्वेसन गर्नु भएको थियो नि, हजुर हजुर त्यसमा चाहिँ माथि अमाउन्टमा चाहिँ 25 मा 0 राखेर एलएलपी फर लोन त्यो लोनमा चाहिँ 50% मा हाल्यो भने तल अटो क्यालकुलेसन हुन्छ। त्यो क्यालकुलेसन भएको अमाउन्टलाई चाहिँ हामीले म्यानुअली मिलाउनु मिल्छ। त्यसरी गरेका छौँ सिद्धि गणेशबाट चाहिँ। तपाईँहरूको भइसक्यो है। ल धन्यवाद है। त्यसरी पनि गर्दा हुन्छ। अब त्यसको ठ्याक्कै अब किनभने हामीले यो मापदण्ड त अब यो अहिलेको मापदण्ड अनुसार चाहिँ भएको भएर त्यो हामीले चाहिँ अब त्यही नर्मल्ली त्यसलाई चाहिँ रोकेर अथवा यने अथवा 0.00 राखेर नै अगाडि बढ्नु भन्ने कुरा चाहिँ हामीले प्रारम्भिक रूपमा गरेका छौँ। त्यही पनि यो अझ हामीले चाहिँ के गर्न सकिन्छ त्यसमा चाहिँ समस्या भएन। अर्को चाहिँ यो जुन त्यसमा यो थर्ड फेजमा छ नि, डिलिट मात्र गर्ने अप्सन भयो। त्यसमा एडिट पनि गर्ने एउटा अप्सन थपिदिएको भए सजिलो हुन्थ्यो कि एउटा यो सुझाव भयो। हुन्छ यो डिलिट मात्र गर्न मिल्ने छ। एडिट एउटा भयो भने पनि सबै फेरि रिराइट गरिराख्नु पर्ने अवस्था आउँदैन। अनि अर्को चाहिँ यो अपरेटिङ एक्सपेन्सेस, अपरेटिङ इन्कम र त्यो प्रफिटको कुरा छ। त्यसमा एकरूपता ल्याउनको लागि एउटा अर्डर इन्कम, अर्डर एक्सपेन्सेस पनि त्यो 5वटा कोलम राखेको छ सर त्यो इन्कम एक्सपेन्डिचरमा। यो थर्ड नम्बरमा एकचोटि जानु नि सर। यसमा अब यसमा चाहिँ हाम्रो अब यो इन्कम के भन्छ पिएल स्टेटमेन्टमा चाहिँ अडिटरले एउटा राखिदिने हुन्छ। मेरो क्वेसन चाहिँ यो अपरेसनल एक्सपेन्सेस र अपरेसनल इन्कममा चाहिँ यो पढ्ने भन्ने एउटा नेप्सनबाट बल्लभ सरबाट नै एउटा भइदिएको भए चाहिँ एकरूपता हुन्छ कि भन्ने कुरा हो। नै यो त अनि अडिट रिपोर्टमै हुन्छ त सञ्चालनगत आयो भनेर त्यही लेख्दै हुन्छ त।
तपाईँको चार्ट अफ एकाउन्ट हेर्नु पर्यो। हो हजुर हजुरको संस्थाको पनि त सञ्चालनको त आएर सञ्चालनको खर्च कति छ भनेर हजुरहरूको उसमा वासला त हुँदा नाफा नोक्सान मात्र अडिटरले हेरेको पनि त्यही हुन्छ नि त यो त यो नाफा नोक्सानमा चाहिँ यो जस्तै हजुर हाम्रो एनएफआरएस सञ्चालनको अनुसारको फर्मेटमा हो। हजुर सञ्चालनको त आयो भनेर छुट्टै एउटा उनी हुन्छ त म्याडम त्यहीमै अनि फेरि अपरेसनल एक्सपेन्सेस भएपछि त्यो छुट्टाछुट्टै हुन्छ कि भन्न खोजेको। छुट्टा छुट्टै नै हुन्छ त अपरेसनल इन्कम र अपरेसनल एक्सपेन्सेस छुट्टा छुट्टै नै हुन्छ यही दुइटा घटायो भने हाम्रो नेट प्रफिट एन्ड लस आउने त हो त्यो नेट प्रफिटमा चाहिँ आफ्टर ट्याक्सको नेट प्रफिट कि बिफोर ट्याक्स वाला? होइन, नेट भनेपछि आफ्टर हो। आफ्टर ट्याक्स नै हो नि होइन? हो नेट भनेपछि तपाईँले रिपोर्टमा जे छ त्यही नै टाइप गर्नु नि यसमा। हो हामीले हेर्दाखेरि पनि हामीले राख्नु त्यो पर्यो कुरालाई हेर्दाखेरि पनि हामीले त्यो रिपोर्टका आधारमा हेर्ने हो भएको भएर रिपोर्टको र यसको एकरूपता भयो भने र अब त्यो त्यही अनुसार नै अगाडि बढ्दा ठिक हो। अनि अर्को लास्ट क्वेसन चाहिँ हाम्रो यो टप 100 वाला छ नि सर, यो हजुर कुन हजुर डेटलाई लिने भन्ने एउटा छ कि त्यो जहिले डाटा इन्ट्री गर्यो त्यति बेलाको मात्र त्यो 100 300 मेम्बरहरूको लिस्टिङ गर्ने भन्ने एउटा कुरा पनि क्लियर गरिदिनु भयो हुन्छ कि? कस्तो कस्तो भन्नुभयो अरे? जस्तै टप 100 डिपोजिटर्सको छ नि, हजुर यो चाहिँ मैले आज डाटा फिलअप गर्यो भने हिजोसम्मको टप 100 डाटा लिने हो कि या कुनै एउटा डेडलाइन त्यस्तो अन्तिम मितिको फिस्कल इयरको त्यस्तो छैन लिनुपर्ने त्यस्तो छैन त्यस्तो छैन। छैन है? अब त्यो ठ्याक्कै अब त्यसले त्यो कारणले पनि कहिलेकाहीँ यताउति हुन सक्छ भनेर नै हामीले टप 100 भनेर भनेको हो। त्यो भएर खासै धेरै त्यसले तपाईँले डेटा इन्टर जुन तपाईँले आफ्नो नै प्यारामिटर सेट गरेर गर्दाखेरि तपाईँलाई पनि सहज हुनुभयो। आजको दिनलाई चाहिँ आधार बनाएर गर्नुभयो भने त्यही आधारमा सबै कुरा त्यही आधारमा गर्नुभयो भने सहज हुन्छ। हुन्छ हुन्छ टप 100 को केसमा चाहिँ सबैजनालाई अहिले सरले भनेकै राम्रोसँग बुझ्नु होला, किनभने असाढको टप 100 राखेर कामै छैन, किनकि अहिले आउँदाखेरि त्यो टप नहुन सक्छ। तपाईँले डाटा भर्ने दिनको अघिल्लो दिनको क्लोजिङ ब्यालेन्सको अनुसार टप 100 राख्नुभयो भने मिल्छ है। त्यसो गर्यो भने लजिकल हुन्छ। हुन्छ सर, हस् थ्याङ्क यू। अब सर दुईटा जति प्रश्न लिउँ सर? हुन्छ हुन्छ अनि त्यसपछि व्यापक गरौँ है। ल मैले यहाँ लाइन बाई लाइन हाम्रो सुपरबाट हुनुहुन्छ जस्तो लाग्यो एकचोटि नमस्ते प्रश्न राखिदिनु सर। सर म्याडम को हुनुहुन्छ? सर बोलो सर। हजुर नमस्कार। हजुर आवाज किन एकदम सानो सानो छ कि मेरोमा मात्रै छ? बोलो सर। हजुर हजुर प्रश्न राख्नु सर। हजुर हजुर प्रश्नभन्दा अघि म्यामले गरेको कुरा हो त्यो लोन लस प्रोभिजनको कुरामा चाहिँ एनसिआरले क्लियर गरिदिनु पर्यो हामीलाई गत वर्षको विषयमा हजुर समस्या हो। अनि त्यही लोन फन्ड्स एन्ड लोनमा चाहिँ अलि एडिट गर्ने अप्सन भयो भने गत वर्षको हामीले यदि 57 मिलियन सजिलो हुन्थ्यो, किनभने पहिलाको हामीले हिसाब गरेर राख्नु पर्ने भएको छ। सुझाव भयो यो, सुझावै हो, अब अरू त कुरा के नै दिने हो। ओके। लोन लस प्रोभिजनको र यो अहिले उहाँले भन्नुभएको यो चिजलाई चाहिँ सरहरूले नोट गर्नु भएको छ पक्कै वेटेज गर्ने कुरा। हजुर पोलिसीको विषयमा पनि सरले भनेको कुरा ठिक हजुर मात्र लेखिदिनु पर्यो, डेट लेख्ने पनि सबै डेट राख्नु पनि भन्नु पर्यो। अरू कुरा त ठिकै छ सर, अरू त केही छैन। हस् धन्यवाद है। हाम्रो सेभिङ एन्ड क्रेडिट हुनुहुन्छ को हुनुहुन्छ? म्युट गरिदिनु होला हाम्रोबाट। ओके राखिहालौँ सर प्रश्न। सर मैले चाहिँ के भन्न चाहेँ भने यो जुन छ नि लगइन फेजमै अगाडि नै त्यो एकचोटि रजिस्टर भएको मोबाइल नम्बरलाई चाहिँ फेरि ओटिपी नमाग्ने गरी बनाइदिन मिल्छ कि मिल्दैन, त्यो एउटा भयो हो। यस्तो छ सर, जस्तै तपाईँले लगइन गर्दाखेरि जुन अहिले सिस्टम जुन तपाईँले युज गरिरहनु भएको छ नि त्यो होल सिस्टममा नै त्यही नम्बर छुट्टै अथवा जुन नम्बर युज गर्नुहुन्छ त्यही नम्बर नै युज गर्नुपर्छ अनि त्यही इमेल नै युज गर्नुपर्छ होल सिस्टमभरि नै। त्यो गर्दाखेरि फेरि अब दोस्रोचोटि गर्दाखेरि चाहिँ त्यो माग्छ नि त सर, जस्तो ओटिपी फेरि आउँछ होइन सर, त्यो जुन नम्बर सुरुको चोटि फर्स्ट टाइम जुन कहिलेकाहीँ ओटिपीमा समस्या भएको हुन चाहिँ सक्यो, तर त्यसलाई चाहिँ हामीले इन्डिपेन्डेन्ट तरिकाले दुईटा भेरिएबल राखेको हो। त्यो सिस्टम चाहिँ अगाडि बढ्छ सर। जस्तै तपाईँले सुरुको चोटि जुन इमेल अनि जुन इमेलमा चाहिँ अब कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने सुरुको पटक हामीले सिस्टम लाइभ गर्दाखेरि चाहिँ इमेल मात्र थियो भने हामीले पछि चाहिँ यही ओटिपीको कारणले चाहिँ हामीले मोबाइल नम्बर पनि त्यहाँ राख्यौँ होइन। अब अहिले चाहिँ इमेलमा होइन मोबाइल नम्बरमा जान्छ ओटिपी। अनि हरेक पटक जस्तै तपाईँले लास्टमा हामीले जुन 7 रिभ्यू गरेर जुन रिभ्यू गर्ने ठाउँमा डाउनलोड पिडिएफ भन्ने ठाउँमा पुगेका थियौँ, त्यो त्यहाँसम्म पुग्दासम्म र हामीले तपाईँहरूलाई ओटिपी नदिँदासम्म लगइन पेजको लगइन क्रेडेन्सियल नदिँदासम्म चाहिँ
त्यही नम्बर र त्यही इमेल नै युज गर्नुपर्छ। त्यही भएर नै हामीले सुरुदेखि नै भनेको चाहिँ संस्थाको आफ्नो इमेल र आफ्नो फोन नम्बर चाहिँ सकेसम्म चाहिँ इमेल अझ विशेष गरी होइन, इमेल चाहिँ अफिसियल तरिकाले जुन युज भइरहेको छ र जसलाई चाहिँ एक्सेस गर्न सकिन्छ त्यो युज गर्नु हो भने, किनभने त्यो चेन्ज गर्न नमिल्न पनि सक्छ। त्यो भएर चाहिँ इमेल र फोन नम्बरको केसमा चाहिँ हामीले त्यसरी अगाडि बढेको छौँ। हजुर सर, अर्को पनि छ मेरो एउटा के भन्छ त्यो हाम्रो बोर्ड अफ मेम्बर हुनुहुन्छ नि, उहाँहरूको त पान नम्बर चाहिँ हामीलाई अलिक असहज भयो खोज्नलाई। त्यो अलि चाहिँ सुनिएन सर, अलि सुनिएन है। अलि सुनिएन सर। पान नम्बर हजुर खोज्न असहज भयो अरे उहाँको बोर्ड मेम्बरको। अनि त्यसो भएर त्यसलाई चाहिँ कम्पलसरी नबनाइदिए हुन्छ भन्ने हजुर 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 हुन्छ। हजुरको यो पनि फिडब्याकको रूपमा रह्यो होइन त सर? हजुर हजुर हस्, हुन्छ हुन्छ सर, मेरो यति नै हो। हस्। QIC-बाट नवराज सरले पनि हात उठाइरहनु भएको थियो, सोध्नै पर्ने नवराज यही सोध्न पर्ने अरे। बागलुङबाट हो? बागलुङबाट। ल प्लिज दिनु न मलाई, मलाई फोनै गर्नु रहेछ। नवराज सर कहाँ हुनुहुन्छ फेरि? अनिलजी हुनुहुन्छ एकचोटि? अनिल हो कि सिवाइसीबाट? अनिलजी नमस्कार सर, नमस्कार। नमस्कार। ल प्रश्न राखौँ। मेरो धेरै छैन सर, एकदम छोटो प्रश्न। छिट्टो राखौँ हजुर। यो इन्कम र एक्सपेन्सेसमा जुन अपरेसनल इन्कम, अदर इन्कम छ, योमा फाइनेन्सियल इन्कम चाहिँ कतापट्टि इन्क्लुड गर्नुपर्ने हो, अपरेसनमा या अदरमा? र त्यसै गरी एक्सपेन्सेस पनि अपरेसनल एक्सपेन्सेसमा वा अदर एक्सपेन्सेसमा, फाइनेन्सियल एक्सपेन्सेसको? ओके, त्यति मात्रै हो मेरो सर। हुन्छ, त्यसलाई एकैछिन है त। त्यो जस्तै अपरेसनल इन्कममा चाहिँ अब कार्यालयगत खर्च अथवा कार्यालयगत आम्दानीको रूपमा रहने भयो भने जुन तपाईँको उमा अडिटेड डकुमेन्टमै जसरी प्रेजेन्ट भएको छ त्यसरी नै राखिदिनुभयो भने सहज। नवराज सरले सोध्नु भएको जस्तो लाग्यो होइन? अपरेसनल तपाईँको फाइनेन्सियल इन्कमहरू सबै यसैमा आउँछ सर? त्यो लोनको इन्ट्रेस्ट भन्नुभएको होला तपाईँले? इन्ट्रेस्ट इन्कम सबै यसैमा आउँछ अपरेसनल इन्कममा? सबै आउँछ सर, त्यसमा सञ्चालन आएमा सबै त्यहाँ सबै आउँछ। हो, तपाईँको अदर इन्कम भनेको चाहिँ जस्तै तपाईँले मानव सेवा शुल्कहरू लिनुभयो होइन, तर सेवा शुल्क पनि अपरेसनलमै आउँछ। त्यो तपाईँ म्यान्डेटरी त छैन सर, यो भर्नु चाहिँ पर्दैन। त्यसो भए सबै इन्कम अपरेसनलमा राखिदिँदा हुन्छ। हाम्रो नन अपरेसनल इन्कम भनेको सहकारीमा खासै हुँदैन पनि हो है, त्यसरी जानु पर्यो है। अपरेसनल एक्सपेन्सेस, अल एक्सपेन्सेस तपाईँको के भन्छ, यो अपरेसनल एक्सपेन्सेसको त डिटेल छ त हाम्रो रिपोर्टमा, पियरमा होइन छ सर, तर यहाँ अब फाइनेन्सियललाई अपरेसन नभएर फाइनेन्सियल होइन, फाइनेन्सियल पनि अपरेसनल भित्रै राख्नु पर्यो, एक्सपेन्सेस पनि इन्कममा पनि। कन्फ्युजन हुनु भएन सर? ओके सर, ओके है त। ल हस्, धन्यवाद सर। हाम्रो मेन कामै त्यही हो, ब्याज कमाउने, ब्याज खर्च गर्ने, त्यसैले त्यो नै हाम्रो अपरेसन हो भन्ने बुझ्नु पर्यो है त। ल ओके, अब के गरौँ सर? एक दुईजना अब त्यही त, अब हाम्रो पनि थोरै एउटा काम भएको भएर अब यस समय मैले थोरै केही थप्न चाहेँ। जस्तै यस बाहेक पनि कहिलेकाहीँ केही समस्याहरू अथवा केही जस्तै सबै समाधान एकैचोटि अहिले नभएको पनि हुनसक्छ होइन। त्यस्तो भयो भने हाम्रो सम्पर्क नम्बर छँदैछ, हाम्रो वेबसाइटमा पनि सम्पर्क नम्बर, टोल फ्री नम्बर, के अरे टोल फ्री भन्न आउँछ, हटलाइन नम्बर र हाम्रो आइटीकै सरहरूको नम्बर पनि त्यहाँ एभाइलेबल छ। त्यहाँ पनि तपाईँहरूले सम्पर्क गरेर चाहिँ के भएको हो, के हुँदैछ भन्ने कुरा चाहिँ बुझ्न सक्नुहुन्छ। यस अतिरिक्त पनि सँगसँगै फर्म भर्दाखेरि सरहरूले, म्यामहरूले अरू सहकारीहरूलाई पनि इनरोलमेन्ट गराउनुहोस् यही बेलामा भने चाहिँ अझ सहज हुन्छ। मैले यति नै भन्दै आज नेप्सुनलाई विशेष आभार प्रकट गर्दै हामी चाहिँ अब बिदा हुन्छौँ भनेर अनुमति लिन चाहेँ है त। हस्, एनसिआरएलाई धेरै धेरै धन्यवाद, यहाँले दिनुभएको समय
को हामी उच्च मूल्याङ्कन गर्छौँ र सर यहाँहरू जसले प्रेजेन्ट गर्नुभयो जतिजना हुनुभयो यहाँहरूलाई हामी एकदमै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। हस् हस् हुन्छ सर, हस् धन्यवाद। धन्यवाद सर। ओके, बाँकी अब केही छ भने भरत सरले राखिदिनु होला। त्यो म्यानुअल त सक्यो, अब म्यानुअल सक्यो, त्यसको कुनै विषय छ? अघिको त्यो म्यानुअल देखाउँ, त्यसमा केही छ छलफल गर्नु भने छलफल गरौँ होइन सर? म्यानुअल होइन, एनसिआरको मापदण्ड चाहिँ अघि त्यो सूची सूची म स्क्रिन सेयर गर्दैछु। सेयरिङ भएको छ सर? भएको छ। यो अहिले त सक्यो तैपनि यसमा सबै जम्मा 20-21 कति आइटम छ। यसमा कुनै समस्या छ भने मात्रै चल्छ। यसमा म सरसर्ती पढ्छु, त्यस्तो केही छ भने छलफल गरौँला सर म्याडमहरू है। अघि सरले हामीलाई धेरै कुरा म्यानुअलमा त भनिसक्नु भएको छ, यही कुरा त्यहाँ हामीले इन्ट्री गर्ने हो। इन्ट्री गर्नुभन्दा पहिला प्रारम्भिक रूपमा यी सबै तथ्याङ्कहरू हामीले सङ्कलन गरेर इन्ट्री गर्न सुरु गऱ्यौँ भने यसले धेरै सहज हुने रहेछ हामीलाई। अब सहकारी संस्थाको नाम, नेपाली अङ्ग्रेजी, ठेगाना, सम्पर्क नम्बर, इमेल, कार्य प्रकृति, दर्ता मिति, दर्ता भएको कार्यालय, ठेगाना र कार्यरत कर्मचारी, यो लगभग तपाईँ हामीसँग डाटा छ। यसमा त्यस्तो कन्फ्युजन हुनुपर्ने पनि त्यस्तो केही छैन होइन। वेबसाइट र सफ्टवेयरको नाम, अहिले हामी धेरै संस्थासँग वेबसाइट छ, कतिपयको छैन। अब सफ्टवेयर चाहिँ सबैसँग लगभग छ, यसमा पनि हामीले नाम लेख्ने हो। सेयर सदस्य सङ्ख्या, कुल सेयर रकम, यो पनि हामीसँग लगभग भइरहेको कुरा। कार्यान्वयन रहेको विनियम, कार्यविधि, नीतिको नाम तथा जारी मिति, अघि त्यहाँ भनेको कुरा र यो कुरा अलिअलि फरक जस्तो छ, किनभने त्यहाँ नाम मात्रै राख्ने भन्ने कुरा पनि भएको छ। कार्यविधि, नीतिको नाम तथा जारी मिति कहिले कहिले हो भन्ने कुरा त्यहाँ ईश्वर सरले सुझावको रूपमा पनि राख्नु भएको छ, त्यो छलफल होला त्यहाँ। सञ्चालक समितिको विवरण, नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नम्बर, व्यक्तिगत प्यान नम्बर, अरू त हामीसँग लगभग सबै कुरा छ। व्यक्तिगत प्यान नम्बर र राष्ट्रिय परिचय पत्र दुईवटा कुरा छ। यो दुईवटा कुरा पनि त्यहाँ कम्पलसरी गरेको छ। व्यक्तिगत प्यान नम्बर त हामीलाई लिन समस्या भएन, एकछिनको कुरा हो। राष्ट्रिय परिचय पत्र पनि यदि छैन भने पछिल्लो समयमा त सदस्य बनाउँदा पनि राष्ट्रिय परिचय पत्र नम्बर चाहिने भएपछि सञ्चालकज्यूहरूको त अनिवार्य राख्नु पर्यो। अब यो सुरु मिति र अन्तिम मिति, अघि त्यहाँ एकजना सरले सोधिरहनु भएको थियो, त्यही कुरा हो। यो निर्वाचन भएको मिति र अब उहाँहरूको कार्यकाल कहिले सकिन्छ भन्ने कुरा, यो पनि हामीले त्यहाँ अपडेट गर्नुपर्ने। यो लेखा समिति, सुपरिवेक्षण समितिको पनि स्याम केस, सञ्चालक समिति र लेखा समितिको प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धक वा व्यवस्थापक वा प्रबन्धकको विवरण, नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नम्बर, व्यक्तिगत प्यान, यो लगभग सबै माथिसँग मिल्छ। शैक्षिक योग्यता, सम्बन्धित कामको अनुभव र उक्त पदमा, यो माथिको प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक र व्यवस्थापक प्रबन्धक भन्ने पदमा उहाँको कार्य अनुभव कति वर्ष अथवा त्यो पदको कति वर्ष काम गर्नुभयो, कार्यरत अवधिको कुरा, सञ्चालनमा रहेका इकाइ सेवा केन्द्रको विवरण, ठेगाना र सम्पर्क नम्बर सहित, कार्यक्षेत्र हाम्रो विनियममा स्पष्टै छ। सहकारी संस्थाको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र, यो पनि हामीसँग छ। अद्यावधि कर चुक्ता प्रमाणपत्र, अघि बल्लभ सरले भनिसक्नु भएको छ। अहिले त हामी पैसा असोज पनि मङ्सिर लागिसक्यो, अघिल्लो वर्षको कर चुक्ता प्रमाणपत्र हामीसँग अपडेट लगभग भइसक्यो। यदि हुन सकेको छैन भने म्याद थपको भए पनि चाहिने होला होइन, पुरानो त अब राख्न पाइएन। रकमका आधारमा 100 ठुला सेयर सदस्यको विवरण, 100 ठुला बचतकर्ता, 100 ठुला ऋणी, अघिल्लो दिनको क्लोजिङ रिपोर्टका आधारमा हामीले यो लिएर अपडेट गर्ने कुरा अघि पनि छलफल भइसकेको छ। अब यो हामीलाई सफ्टवेयरले दिन्छ, सफ्टवेयरबाट तपाईँ हामीले लिन सक्छौँ। अब यो पनि वान क्लिकमा हुन्छ। यदि सफ्टवेयरमा त्यस्तो छैन भने पनि भन्नु पऱ्यो सफ्टवेयर कम्पनीहरूलाई, हामीलाई यो हेर्न मिल्ने बनाइदिनु पऱ्यो भनेर। अब वित्तीय विवरण, गत 2 आर्थिक वर्षको लेखापत्र भएको वित्तीय वर्ष, सेयर पुँजीको कुरा, जगेडा तथा कोषहरू, जगेडा कोष, सङ्ग्रहित पुँजी फिर्ता कोष, सहकारी प्रबन्धन कोष र अन्य कोषहरू, कुल जोखिम, भारित सम्पत्ति तथा पुँजी कोष पर्याप्तता। यो 3 नम्बरको कुरा अलि केही संस्थाहरूमा हामीले हिसाब नगरेको अथवा यो ननिकालेको, यो चाहिँ अलिकति कन्फ्युजनको कुरा छ। यसमा हामीले प्राधिकरणले जारी गरेको मापदण्डका आधारमा
जोखिम भारित पनि छुट्टै निकाल्नु पर्यो, पुँजी कोष पनि छुट्टै निकाल्नु पर्यो। त्यसका आधारमा हाम्रो संस्थाको कुल पुँजी जोखिम भारित सम्पत्ति कति हो, क्यापिटल एडुकेसी निकालेर त्यसको पर्सेन्ट अथवा रकम के राख्ने भन्ने कुरा त्यो फर्मेटकै आधारमा निकालेर राख्नुपर्नेछ। अझ नेप्सकुनकोमा रेगुलर रिपोर्टिङ गर्नुहुन्छ भने एमआइएसले पनि हाम्रो यो रिपोर्टिङ मा यसको हिसाब निकालिदिएको छ। मैले यो 3 नम्बरको कुल जोखिम भारित सम्पत्ति पुरो पुँजी कोषको विवरणको लागि यदि यहाँसँग क्यालकुलेसन गर्ने कुनै मेकानिजमको एमआइएसमा दर्ता भएर एमआइएसमा भर्नु भयो भने यसको यो 3 नम्बरको विवरण कम्प्लिटली आउँछ। त्यो पनि यहाँहरूले चाहिँ सूचना लिइराख्नु होला। हाम्रो एमआइएसले कम्प्लिट दिएको छ। अप्ठ्यारो भयो भने त्यहाँ रिपोर्ट हाल्नुभयो भने सजिलो हुन्छ। अहिले दर्ताका लागि छिटो गर्नका लागि, सिक्नका लागि त डिटेल एक्सल सिट फर्मुला जोड घटाउ गरेरै गर्नुपर्छ। दर्ता प्रक्रियामा हाम्रो ठ्याक्कै अवस्था निकाल्नका लागि यो प्रयोग गर्नु होला। एमआइएसमा छ। सहकारी संस्थाले निजी कम्पनी र घर जग्गामा गरेको लगानी यो पनि तपाईँ हामीसँग हुने तथ्याङ्क नै भइहाल्यो। कुल निक्षेप साधारण नियमित आवधिक यहाँ 3टा कुरामा वर्गीकरण गरेको छ। यो कुरा चाहिँ हामीले ख्याल गर्नु पर्ला। अब हामीले जति प्रकारका बचत भए पनि हाम्रो संस्थामा कसैको 10, कसैको 20, कसैको 15, कसैको 5 त्यो सबैलाई साधारण नियमित आवधिक यो 3 भागमा वर्गीकरण गरेर आवधिक भइहाल्यो। नियमित अब नियमित भयो, बाँकी सबै साधारण बचतमा हालेर हामीले पोस्टिङ गर्नुपर्छ। ऋण पनि असल र कमसल, शङ्कास्पद र खराब भनेर त्यो पहिला पनि तपाईँ हामीले गर्ने गरेका थियौँ। अहिले पनि प्राधिकरणले स्पष्ट व्यवस्था गरेको छ। कुल नोक्सानीको व्यवस्था, ऋण पुनर्तालिकीकरण रकम सङ्ख्या हामीले रिन्यू गरेको अथवा पुनर्तालिकीकरण गरेको त्यस्तो ऋण छ भने निष्क्रिय कर्ता रकम र अनुपात अहिले प्राधिकरणको मापदण्डले सक्रिय र निष्क्रिय कर्ता भनेर वर्गीकरण गरेको छ, जो 2082 जेठ 9 गते जारी भएको मापदण्ड छ। त्यसका आधारमा कुल सम्पत्ति र दायित्व, कुल सञ्चालन आम्दानी खर्च र अन्य आम्दानी खर्च अहिले भर्खर पनि छलफल भएको कुरा, खुद नाफा नोक्सान, लेखा परीक्षकको नाम, ठेगाना, सम्पर्क नम्बर र आइक्यान सदस्यता नम्बर सहितको विवरण चाहिँ हामीले साधारण सभाबाट नियुक्त गरेको लेखा परीक्षक को विवरण पनि हामीले पेश गर्नुपर्नेछ। अन्य विवरणमा पछिल्लो 2 वर्षको साधारण सभा सम्पन्न भएको मिति, उपस्थिति सङ्ख्या र उपस्थिति प्रतिशत यो हामीले नियामक निकायमा हरेक आर्थिक वर्षमा रिपोर्ट पठाउने हुनाले यो पनि हामीसँग हुने तथ्याङ्क हो। गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक बस्यो, कुल सङ्ख्या कतिवटा बैठक बस्यो, सङ्घहरूसँगको आबद्ध कुन सङ्घमा, जिल्ला, प्रदेश, नेप्सकुन अब कहाँ छौँ त्यो कुरा, यो विवरण भर्ने व्यक्तिको नाम, पद, सम्पर्क र मिति रुजु गर्ने, अब माथि भरेको विवरण सब ठिक छ, साँचो छ भनेर प्रमाणित गर्ने भन्ने कुरा हो। यी सबै कुराका आधारमा अघिको म्यानुअल जो सफ्टवेयरमा हामीले इन्ट्री गर्ने गरेका थियौँ, यी सबै कुरा तथ्याङ्क तयार गरेर इन्ट्री गऱ्यौँ भने छिटो छरितो होला हाम्रो काम। मैले यति कुरा राखेँ। वल्लभ सर, त्यहाँ ह्यान्ड रेज हुन्छ, केही छ भने लिइहालौँ। कुटुम्ब सङ्घर्षबाट हुनुहुन्छ। सर नमस्कार। नमस्कार हजुर। मैले बुझ्न खोजेको चाहिँ अब अहिले एनसिआरएको सर बाहिरिनु भयो, यो बेसिक इन्फोमा चाहिँ यो रजिस्टर अफिस हाम्रो रजिस्ट्रेसन नम्बर भने हाम्रो जुन सहकारी डिभिजन कार्यालयकै हाल्ने हो कि के हो? अनि यहाँ रजिस्टर एट फेडरल भन्ने छ, अनि प्रोभिन्स लोकल लेभल भन्ने छ। यो चाहिँ हामी डिभिजन सहकारी कार्यालयमा दर्ता भएकोले के हाल्ने हो सर? ओके, तपाईँको अहिलेको दर्ता प्रमाणपत्रमा नम्बर जे छ त्यही राख्ने सर। आजको दिनमा तपाईँको सहकारीको जुन दर्ता प्रमाणपत्र छ नि, डिभिजनले दिएको हो वा पालिकाहरूले, त्यसमा माथि दर्ता नम्बर जुन छ त्यही राखिदिने सर। अनि त्यो रजिस्टर अफिस भनेर त्यो डिभिजन सहकारी कार्यालय नै लेख्ने होइन सर? सरको आवाज सुन्यो कि मेरो ध्यान काटियो यो इन्टरनेट? दर्ता प्रमाणपत्रमा जुन नम्बर छ त्यही राखिदिनु होला। त्यसबाहेक अरू के समस्या छ र? सरले के भन्दै हुनुहुन्थ्यो? फेडरल प्रोभिन्स लोकल लेभल के भन्ने त हामी त्यो। ओके, अहिले तपाईँको चाहिँ कार्यक्षेत्र के हो? कार्यक्षेत्र त अब डिभिजन सहकारीमा दर्ता भयो नि, कार्यक्षेत्र चाहिँ लोकल लेभल हो। कुन ठाउँ भन्नु त एकपटक? काठमाडौँ महानगरपालिका हो। महानगरपालिका मात्रै कार्यक्षेत्र हो भने तपाईँको लोकल लेभल भयो। अनि दर्ता गरे अफिस चाहिँ महानगर लेख्ने होइन, डिभिजन सहकारी लेख्ने होइन त? हो, डिभिजन सहकारी लेख्दा पनि समस्या हुँदैन। तपाईँले ठेगाना प्रपर राख्नुहुन्छ नि? हजुर हजुर।
ठिक छ। गोविन्द सर हुनुहुन्छ, गोविन्द राज आचार्य। गोविन्द सर अनम्युट गर्न मिल्ने। हेलो हेलो हजुर 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 सर सर। नमस्कार, सुनिएको छ सर? छ सर, आवाज आएको छ सर, भन्नु राख्नु। सर यो एउटा कुरा कन्फ्युज, यो इन्भेस्टमेन्ट इन हाउस एन्ड बिल्डिङ भनेको छ नि, यो चाहिँ कस्तो होम लोनलाई आधार मानेर गर्ने हो कि यो होम लोन गर्ने हो कि अथवा धितो राखिएको ऋणहरू सबै राख्ने हो कि के रहेछ सर? यसमा चाहिँ अलिकति कन्फ्युज भयो सर। अब आवास कर्जालाई मात्रै माग्न खोज्या हो कि यसले डिटेल? भट्ट सर मैले प्रश्नै बुझिनँ, मैले भनेको मेरो एउटा इन्टरनेट अपडाउन भयो। फन्ड एन्ड लोन डिटेल भन्नेमा यो घर जग्गामा गरेको ऋण लगानी भनेको छ सर है। यसमा चाहिँ घर जग्गा धितो राखिएको ऋण लगानी हो कि अथवा के अरे घर जग्गा घर बनाउन र जग्गा किन्न लिएको ऋण हो भनेर कसरी त्यो हो कि के भनेर बुझौँ सर यसलाई? अघि मैले अघि पढाएको थिएँ त्यही म्यानुअलको कुरा हो सर। हजुर हजुर, म्यानुअलकै कुरा हो हजुर सर। यो उसमा यो फन्डमा पनि छ सर, यो चाहिँ होइन कम्पल्सन रहेछ। टोटल फन्ड एन्ड लोन डिटेल भन्नेमा चाहिँ इन्भेस्टमेन्ट इन हाउस एन्ड बिल्डिङ भनेर भनेको छ। हो, यो सहकारी संस्थाले निजी कम्पनी र घर जग्गामा गरेको लगानी भनेको छ नि। हजुर हजुर हजुर। हो, यो भनेको हामीले के अरे संस्थाले आफैले लगानी गरेको कुरा गरे हो यहाँ। भनेको हामीले सदस्यलाई दिएको ऋण होइन? यो 4 नम्बरको बल्लभ सर। तपाईँको संस्थाले घर किनेको छ वा कुनै बिजनेसमा संस्थाले डाइरेक्ट लगानी गरेको छ भने त्यो रकम भनेको छ त्यसमा। तर फेरि यो एनसिआरएको यो ब्राउजरमा चाहिँ इन्भेस्टमेन्ट हाउस एन्ड बिल्डिङ भनेको छ। यसमा नेपालीमा चाहिँ घर जग्गामा गरेको ऋण लगानी भनेको छ क्या सर? यो त अलिकति म्याच खाएन कि जस्तो लाग्यो। तपाईँको देखाउँदा एकचोटि भयो सर त्यो 4 नम्बर। हजुर, सहकारी संस्थाले निजी कम्पनी र घर जग्गामा गरेको लगानी त्यहाँ देखाउँदा एकचोटि गोविन्द सर। हजुर सर। होइन भनेको भरत सरलाई भने मैले। हजुर, त्यो मापदण्ड किन नहटाउनु एकैछिन। यो सहकारी संस्थाले निजी कम्पनी यो हो सर। अब मैले चाहिँ यो फेरि यो हामीले यो रिपोर्टिङ गर्ने ठाउँमै गर्छु होइन सर? यसले चाहिँ त्यहाँ मागेको चाहिँ त्यो भनेको छ सर, हजुरले भन्नुभएको। तर यहाँ चाहिँ फेरि घर जग्गामा गरेको ऋण लगानी भनेर इन्भेस्टमेन्ट इन हाउस एन्ड बिल्डिङ भनेर मागेको छ यिनीहरूले। मैले बुझेँ सरले भनेको पेजमा त्यो यो मापदण्डको चाहिँ कहाँनिर छ भन्ने थाहा भयो भने म यहाँ एकचोटि त्यो के अरे पोर्टलको एकचोटि हेर्न हुन्थ्यो एकैछिन। पोर्टलको यो 2 नम्बर टोटल फन्ड एन्ड लोन डिटेलको लास्टमा छ सर। एकै सेकेन्ड है त, एकै सेकेन्ड है। यहाँ हेर्न त मिल्ने छैन होइन, त्यो उहाँहरूको म्यानुअलबाट मात्रै हेर्न मिल्यो मैले। ए हजुर हजुर, टोटल फन्ड एन्ड फाइनेन्सियल इन्फोको फन्ड एन्ड लोनको लास्टमा लोनको पोर्टफोलियो मागेको हो भने त्यसै गरी दिनु पर्यो होइन सर? हाउसिङमा कति छ? ओके, यहाँ रहेछ ल, टोटल सेयर क्यापिटल, टोटल डाउटफुल, एकुमुलेटेड प्रफिट लस। यदि तपाईँलाई लोन नै भन्न भनेको छ भने लोन नै छुट्याएर दिनु पर्यो। यदि संस्थाको लगानी कति हो भनेर सोधेको छ भने त्यसै गरी दिनु पर्यो। यसमा हो लास्ट वान सर, लास्ट वान अलिकति जुम गर्नु त। इन्भेस्टमेन्ट इन हाउस त्यो सेप भन्दा माथिपट्टि छ नि सर, यतापट्टि मैले देखेँ। यसमा टोटल एमाउन्ट अफ लोन रिसेड्युल, टोटल लोन टु टोटल डिपोजिट रेसियो, इन्भेस्टमेन्ट इन प्राइभेट कम्पनी। ठिक छ, इन्भेस्टमेन्ट इन हाउसिङ यो हो सर। कन्फ्युजन भएको? हजुर हजुर हजुर, एक्ज्याक्ट एकदम त्यहाँ लेखेको र यहाँ भएकोमा केही पनि फरक छैन। तपाईँले के बुझ्नु पर्यो भने तपाईँको सहकारीले घर किनेको छ भने त्यो राख्नु पर्यो त्यो रकम। यिनीहरूले अब उहाँहरूले चाहिँ ब्रिफिङ अब यहाँ यो आई भन्नुभएको थियो नि डिटेलमा, घर जग्गामा गरेको ऋण लगानी लेख्नुभएको छ कि फेरि त्यो भनेपछि ऋण लगाउनु पर्ने लगानी मात्र कहाँ छ? ऋण लगानी कहाँ लेखेको छ? होइन यो पेजमा चाहिँ यो आईमा हाइलाइट गरेपछि नेपालीमा आउँछ क्या सर। उहाँहरूले यो यसरी डेभलप गर्नुभएको छ।
होइन होइन सर डिटेल हेर्दा एउटा कुरा मिल्छ क्या के अरे मापदण्डमा 4 नम्बरमा जुन व्यवस्था छ ए त्यो हजुर 4 नम्बरमा भएको व्यवस्था र यो लास्टको दुईवटा जुन इन्भेस्टमेन्ट इन प्राइभेट लिमिटेड इन्भेस्टमेन्ट इन हजुर हाउसिङ एन्ड बिल्डिङको कुरो एउटै हो सर। तपाईँले डाइरेक्ट सहकारीले किनेको घर इन्भेस्ट भनेपछि वा हुन्छ हुन्छ सर सहकारीले त्यो प्राइभेट कम्पनीमा गरेको लगानी भनेर सोधेको हो, जुन पछि तपाईँको जोखिम भारित सम्पत्ति गणना गर्ने बेलामा यसको युज हुन्छ सर, त्यो भएर यहाँ राखेको हो। लोन भनेको छ भने पनि राख्नु भएन, यहाँ यसको इम्प्याक्ट चाहिँ सिएआरमा गएर पर्छ हुन्छ सर हुन्छ मैले है सर। नेक्स्ट अरू क्वेसन केही छ भने राखौँ त। छैन सर यति हस् नवीन धन्यवाद अर्याल सर जी हुनुहुन्छ, हस् धन्यवाद। त्यस पछाडि श्री मनकामना लिउँ अनि ओके नवीन सर सिद्ध बाबा साकोस। ओके उहाँले बोल्नु भएन। मनकामना घरेलु स्क्रिन सेयरिङ हटाउँ क्या हो? अनि एकैछिन प्रश्न यसमा जस्तो लाग्यो। श्री मनकामना घरेलु ओके उहाँले पनि गर्नु भएन। त्यही बेला बल्ल सर अब सक्ने भएर होला सबैजनाले। हेलो हेलो हजुर सर हजुर 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 प्लिज राख्नु त, को बोल्दै हुन्छ? मनकामना घरेलुबाट हजुर। सर हामीले यसमा यो इन्ट्री गर्दाखेरि सर यो हाम्रो डिभिजन सहकारीमा दर्ता भएको सर होइन अह यसको चाहिँ कस्तो यो रजिस्टर एडमा चाहिँ कुन राख्ने हो सर यो? तपाईँको प्रमाणपत्रमा जुन नम्बर छ त्यही राख्ने हो। त्यही नै हो सर? हजुर हजुर दर्ता प्रमाणपत्र अर्को छँदै छैन हामीसँग, नम्बर अर्को राख्न मिल्ने अवस्थै छैन नि त्यही नै हो सर है। किनभने पछि तपाईँले त्यो दर्ता प्रमाणपत्र पनि अपलोड गर्नुपर्छ। त्यो अपलोड गरेको दर्ता प्रमाणपत्रमा भएको नम्बर के भन्छ माथिको दर्ता नम्बर र तपाईँले टाइप गरेको नम्बर एउटै हुनु पर्यो नि होइन, हजुर अनि हजुर मात्रै बल्ल न भेरिफाई हुने भयो। हस् कलङ्की नमुनाबाट हुनुहुन्छ। सर नमस्कार। नमस्कार हजुर। म त अलिकति यो सुरुमा मैले यहाँ स्थानीय पाएँ, त्यसपछि अलिक ओके पछि छिर्न त्यसको पाएन। लागि सरी, हाम्रो 500 सरसर्ती जनाको लिमिट। हजुर 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 मैले सरसर्ती जस्तै दर्ता प्रमाणपत्र यो मैले स्क्यान गरेर एट्याच गर्नु पर्यो होइन सर? हो तपाईँ हो 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 अनि त्यसपछि अर्को मलाई अब एउटा समस्या छ, जस्तै यो रकमको आधारमा अनि बचतकर्ता अनि यो ऋणी अनि सेयर सदस्य यसलाई मैले एक्सेल फर्मेट कि डाइरेक्ट सफ्टवेयरबाट तान्ने हो सर? हो तपाईँको जुन लेटेस्ट डाटा छ त्यही डाटा नै राख्ने हो यसमा। कतिपय तपाईँको भनेपछि कतिपय डाटाहरू चाहिँ के भन्छ अडिट रिपोर्टबाट आउने डाटाहरू छ, एनुअल रिपोर्टको कुनै कुनै लेटेस्ट हजुर डाटाहरू छ। तपाईँले कहाँनिरको भन्नुभयो भने सजिलो हुन्थ्यो। मैले यो आधारभूत विवरणको 12, 13, 14 नम्बरको सर। ओके एकचोटि हजुरले अघि एउटा स्क्रिन सेयर गर्नुभएको थियो, भनेको यो मैले सफ्टवेयरभित्र छिरेको छैन कि बाहिर यो फर्स्टमा जुन सहकारी अभिलेखमा जुन हामीले बेसिक इन्फर्मेसनहरू राख्छौँ नि सर, त्यसमा रकमको आधारमा अनि बचत सेयरको अनि ऋणीको चाहिँ यसलाई मैले एक्सेलको डाटा कपी गरेर राख्ने हो अथवा सफ्टवेयरबाट तान्ने भनेर सोध्न मात्रै खोजेँ। ए 100 जनाको कुरा गर्नुभएको सरले टप हजुर 100 हजुर त्यो हजुर टप टप 100 100 जुन हो टप 100 को लागि तपाईँले हिजो बेलुका जस्तो आज तपाईँले भर्दै हुनुहुन्छ यसमा भनेदेखि हिजो साँझसम्मको हजुर टप 100 जुन विवरण छ त्यो सर्ट गरेर हजुर तपाईँले राखिदिने हो। ए हजुर हजुर सर लास्टमा सफ्टवेयरबाटै एउटा डाउनलोड सोधेँ अनि गर्नुहोस्। ठिक छ सफ्टवेयरबाटै डाउनलोड हजुर गर्नुहुन्छ, त्यसमा अरू केही छैन। हजुर सफ्टवेयरबाट डाउनलोड गरेर मैले एक्सेल मार्फत त्यहाँ पेस्ट हो गर्दा मिल्यो नि मिल्यो। सफ्टवेयरमा सर? यदि त्यसरी दिने व्यवस्था छैन भने सफ्टवेयर कम्पनीलाई चाहिँ यसरी हाम्रो टप 100 यसरी अपलोड गर्नुपर्ने छ एनसिआरए को के भन्छ पोर्टलमा। त्यसैले हजुर हजुर मलाई त्यो सिस्टम बनाइदेऊ भनेर कम्पनीलाई भन्नु पर्यो, यदि त्यो एभाइलेबल छैन भने। छ भने त हजुर भइहाल्यो, अथवा पुरै डाउनलोड गरेर हजुर एक्सेलबाट सर्टिङ गर्न पनि मिल्यो है, त्यसरी पनि मिल्छ। एउटा उपाय कुनै लाउनु न सर, त्यसमा समस्या नहोला। सर मैले अब एउटा लास्ट सोधौँ न के छ भन्नु न।
जस्तै यो रिस्क वेटेड एसेट्स जोखिम भारित क्यालकुलेट गर्छौँ नि सर हामीले। हजुर हजुर त्यसमा यो नगद मौद्दातलाई 0% भनेको छ भने चाहिँ 0% यहाँ गुणान गर्ने भने 0 राखेपछि हो त जिरो 0 जिरै फिगरमा भयो आइहाल्यो नि। जिरै भयो त्यसलाई जिरै भयो नराख्दा पनि के फरक परेर होइन सर? होइन 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 होइन, यस्तो छ सर, त्यसरी होइन, हजुर त्यहाँ चाहिँ तपाईँको टोटल बल्कमा एमाउन्ट खोजेको छ होइन, हजुर बुझ्नुभयो नि, टोटल एमाउन्ट खोजेको छ हजुर होइन सर। त्यसैले त्यो हजुर चाहिँ पहिला यता एक्सेलमा वा कुनै सफ्टवेयरमा त्यो हजुर वेटेड के भन्छ यो रिस्क वेटेड हजुर एसेट्सलाई यता क्यालकुलेसन गरेर सफ्टवेयरमा वा एक्सेलमा क्यालकुलेसन गरेर हजुर त्यसको टोटल राख्ने हो। जस्तै मैले अहिले सरसर्ती भने नगद मौद्दात राखेको छ मेरो 5 लाख थियो भने यहाँ 0 भार छ, 0ले मल्टिप्लाई गर्दा त 0 आउँछ। मैले सर फेरि सरलाई मैले बुझाउन चाहेँ, हजुर सरले अहिले तपाईँले र मैले यहाँ थोरै डिस्कसन गरेर यसको कुरो टुङ्गिएन होइन सर, बरु यसको हजुर छुट्टै हजुर हामी फेरि पनि यसै गरी भर्चुअलमा बसौँला। मैले के भने हजुर हजुर अहिले नगदको मात्र इक्जाम्पल तपाईँले भन्नुभयो, इट्स राइट, तर के छ भने सिएआरको कम्प्लिट त्यो जुन टोटल एमाउन्ट निकाल्नलाई तपाईँको ब्यालेन्स सिटको एसेट साइडको जति पनि शीर्षकहरू छ त्यसलाई पहिला रिस्क वेटेडले मल्टिप्लाई गरेर निकाल्नु पर्यो। त्यसमा एडजस्टमेन्टहरू अहिले प्राधिकरणले दिएको जुन मापदण्ड छ त्यसमा भएको हजुर 5-7वटा एडजस्टमेन्टहरू मिलाएपछि मात्रै बल्ल एक्युरेट अङ्क आउँछ। त्यसैले होइन त्यो चाहिँ हामीले यहाँ मैले नगद के हजुर 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 मैले चाहिँ के गरेँ भने मैले राख्नु त राखेँ सबै, जस्तै यो बिना धितोमा आधारित 100% होइन, यो सबै तेस्रो पक्ष बिमा 150 सबै राखेँ, तर ओके माथि त ठिक छ। 0 आयो भन्ने मात्रै मेरो के हो यहाँ 0 आउनेको क्वेसन मात्रै तपाईँको हो, अरू त मैले त्यहाँ निकालेँ। चाहिँ जे के मागेको छ भन्दा रिस्क वेटेड टोटल एसेट्स मागेको छ भने त्यसको टोटल हजुर राख्दाखेरि त्यो अभियसली 0% वाला त आउँदै आउँदैन नि सर, त्यो लेख्नै पर्यो। त्यही त यो 0 त 0 भएर गइहाल्छ नि होइन? हो 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 टोटल यति ब्यालेन्स मात्रै सिट क्वेरी र थियो। रिस्क वेटेडको टोटल अङ्क फरक आउँछ। ए हजुर हो मैले यति है मात्रै क्वेरी छ हस् मेरो सर। हस् हस् थ्याङ्क थ्याङ्क यू, यू। हस् हस्। अब कतिवटा लिन्छौँ त हामी, समृद्धि साकोस एउटा लिउँ। दुईजनाले हात उठाउनु भएको छ, समृद्धि र अर्को। समृद्धिले अनम्युट गर्नु भएन। श्री कृष्ण कृषक प्रेरणा, राणा सुर्खेत सायद ओके, कृषक प्रेरणा उहाँ पनि हुनुहुन्न। अन्तिम होला सबैजनाले लगभग। हेलो ओके ल सर, मैले नमस्ते। हजुर नमस्ते हजुर, ल भन्नुहोस् न, हजुर सर म यता सुर्खेतको कृषक प्रेरणा सहकारीदेखि, अनि त्यसपछि सर यो अगाडिहरूको त अब मैले गरेकै छैन र मलाई त अब सरहरूले के भन्नुभयो म त्यो अनुसार गर्दै जान्छु। अनि मैले यो चाहिँ फाइनेन्सियल इन्फोको यो सेकेन्डमा थिएँ कि सर, टोटल फन्ड एन्ड लोन डिटेल्समा। अनि सर यसमा के त्यो मलाई चाहिँ ठ्याक्कै आउँदै आएन कि यो अरू भर्नको लागि कि सर तलतिर। अनि त्यसपछि मैले उता ती यो प्राधिकरणकै म्यामहरूसँग पनि मैले सोध्न खोजेँ। अनि चाहिँ मलाई यो कोर क्यापिटल भन्ने यो अलि डिटेलमा थाहै भएन सर। जस्तो मुख्य पुँजी भन्छ अगाडि त जनरल फन्ड अगाडि आइसकेको छ होइन, अनि यो भित्र चाहिँ के पर्छ होला सर? हेलो सुन्दैछ सर? हजुर हजुर तपाईँले अहिले भर्खरै राखेकै प्रश्नको गर्नुभयो होइन, यो टोटल क्यापिटलको कुरा गर्नुभएको होइन त? हजुर त्यो साइडको सर, जस्तो यो सेकेन्डको छ नि टोटल फन्ड एन्ड लोन डिटेल्स, मैले यसमा बुझेँ। चाहिँ यति भरि मैले बुझेन कि सर, अरू पनि के सर? ओके, यसमा नबुझ्ने के छ, फिस्कल इयर, टोटल सेयर क्यापिटल, टोटल रिजर्भ, यो एकचोटि डिस्प्ले गर्न पाएदेखि राम्रो हुन्थ्यो। 5 मिनट हजुर सर, हजुर। एकैछिन है त, यो भन्नुभएको हो? यो हो तपाईँले भन्नुभएको, हेर्नु त स्क्रिनमा। हेलो हजुर सर, हजुर। यसमा भन्नु त टोटल रिजर्भ फन्ड, यो घाटापूर्ति कोष हो, डिफिसिट भनेको हस् हस् है। अनि एकुमुलेटेड प्रफिट, कोर क्यापिटलको यो भनेको प्राथमिक पुँजी। प्राथमिक पुँजी भन्नाले के हो भन्दा त्यो तपाईँको ऐनमा लेखिएको छ, सेयर क्यापिटल जगेडा कोषलाई जोडेर प्राथमिक पुँजी निकाल्ने भन्ने छ, त्यो त्यसको टोटल राख्नु पर्यो है। ए सर भन्नाले अगाडि पनि त राख्नु पर्यो है टोटल रिजर्भ फन्ड भने, त्यहाँ जगेडा कोष फेरि छुट्टै हुन्छ सर? हो त्यहाँ रिपोर्टमा तपाईँको जे छ नि एनुअल रिपोर्टमा, त्यो एनुअल रिपोर्टको टोटल राख्दै जानु पर्यो।
ए, बुझ्नुभयो अनि सर यो यसमा लास्ट हजुर हजुर सर भन्नु अनि सर यो यिनीहरू पनि के त्यो अब म चाहिँ यता मैले यो फर्म भर्न लाग्यो होइन मलाई यिनीहरू यो उहरू जस्तै टोटल रिस्क वेटेड एसिड भन्छ यिनीहरू पनि म यो क्यापिटल हो रेसियो अब तपाईँलाई अहिले भर्खरै यही कुरा गर्यौँ हामीले हजुर सर तपाईँले नेप्सकुनको एमआइएसमा डाटाहरू पठाउनु भएको छ कि छैन छ सर छ छ भने टोटल रिस्क वेटेड एसेस RWA को टोटल अङ्क त्यो एमआइएसमा भएको डाटा यहाँ हालिदिनु होला यदि त्यति बेला असाढ मसान्तको राख्नु भएको छ भने होइन हजुर 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 यदि असाढ मसान्तको यहाँ हेर्नु त माथि फिस्कल इयर 81-82 भनेको छ नि हजुर छ सर हो 82 असाढको रिपोर्ट त्यति बेला तपाईँले अपलोड गर्नु भएको छ भने त्यसको टोटल यहाँ राखिदिनु टोटल रिस्क वेटेड एसेट्स भएको ठाउँमा ए हुन्छ हुन्छ बुझ्नुभयो नि एमआइएस एकपटक असाढको खोलेर हेर्नु पर्यो एमआइएस हुन्छ सर है ल हजुर अनि त्यो गर्यो भने सायद यो कोर क्यापिटल पनि त्यही आउँछ त्यसैमा अनि छ सर यो रेसियो पनि त्यसैमा आउँछ 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 अहिले RWA क्यालकुलेसन गर्ने भने सबै त्यो असाढकोमा छ यदि असाढकोमा छैन भने हजुर चाहिँ जानकारी दिनु होला तपाईँ कुनै माध्यमबाट त्यस हजुर पछाडि गरौँला अथवा यो RWA को क्यालकुलेसनको विषयमा पनि कुनै दिन यो फोरम यस्तै जुममै गरौँला ल यो पनि एउटा आवश्यक पर्छ कि जस्तो लाग्यो होइन सर ठिक छ जस्तो हामीलाई बरु अरूले चाहिँ निकाल्नुहुन्छ होइन यसो प्रोग्रामहरू निकाल्नुहुन्छ तर हामीलाई यो नेप्सोकोले चाहिँ हरेक कुराको सहजीकरण दिएको छ सर यो चाहिँ एकदम राम्रो पक्ष छ ठिक छ सर अनि के यो हाम्रो यो 100, 50, 25 र 1 छ नि हजुर हजुर यस्तोमा हाम्रो यो अहिले 100% को मात्रै गरे हामी यो 50, 25 र 1% अघि यसको कुरा आयो तपाईँ हुनुहुन्थ्यो कि क्या हो होइन 25% छैन भने त्यहाँ 0.000 राखिदिनु अनि बाँकी 100 र 1 भन्दा बाहेक सबैलाई 50 मा राखिदिनु भन्ने कुरा भएको छ एकचोटि त्यसरी ट्राई गर्नु पर्यो है 1 को ठिक छ 25 को 0.00 राख्ने 50 को ठाउँमा बाँकी राखिदिने 35 को र 100 को ठाउँमा 100 छँदैछ ए हुन्छ सर हुन्छ हस् सर हस् धन्यवाद यहाँहरू सबैजनालाई फेरि अरू पनि हुनुहुन्छ कि जस्तो लाग्यो प्रश्न एउटा लास्ट एउटा लिहालौँ श्री के अरे पालन पोषण लास्ट है यो चाहिँ हजुर हजुर नमस्कार नमस्कार हजुर सर मैले के भन्न खोजेँ जुन टोटल रिस्क वेटेड छ नि सर यसको एउटा एक्सेलमा टेम्प्लेट बनाएर पठाइदिनु हुन्थ्यो भने सबैले सजिलो हुन्थ्यो निकाल्ने फर्मुलाहरू राखेर हजुर 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 मेरो सर हुन्छ सर यहाँको चाहिँ सुझावको लागि धन्यवाद हामी एउटा नभए एक्सेलमा हाम्रो एक्सेल भन्दा पनि एमआइएसमा टेम्प्लेटै छ सर एमआइएसमा हाल्नु भएको छ कि छैन डाटा एमएसमा म हाल्ने गरेको छु सर प्रत्येक महिना हाल्ने गरेको छु त्यसमा पनि लेखेको छ तर अरूलाई यो सजिलो होस् भनेर मैले यो राखेको छु सर अनि मैले मिरा एप्स पनि चलाउँछु तपाईँको मिरा एप्समा हाम्रो कारोबारहरू छ सबै अनि त्यसमा पनि यो एउटा फेसिलिटी जस्तो मैले हेरेन यो टोटल रिस्क वेटेड निकाल्ने जस्तो रिपोर्ट पनि हुनु पर्यो जस्तो मलाई लागिरहेछ सर त्यसमा हुन्छ हुन्छ यहाँको सुझावको लागि धन्यवाद हामी त्यसलाई अलिकति हामी छलफल गर्छौँ है सर हुन्छ RWA र यो CAR को विषयमा हामीले RWA मात्रै गरे हुने रहेछ यसमा RWA कसरी निकाल्ने भन्ने विषय हामी अर्को हप्ता अथवा यही हप्ताको कुनै दिन हामी फेरि पनि आयोजना गर्छौँ है त धन्यवाद हस् भरत सर हुन्छ कि हुनुहुन्न अब यसलाई हामीले यहीँनिर अन्त्य गरौँ हस् यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद यो आजको सत्र हामी यहीँ अन्त्य गर्न चाहन्छौँ 3:30 बज्यो जति पनि उपस्थित भइदिनु भयो सबैलाई त्यसै गरी NCRA लाई विशेष धन्यवाद प्रश्न राख्नेहरू र प्रश्न सुझाव प्रदान गर्ने र उपस्थित सबैलाई हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ र यस्तै फेरि कुनै विषयमा हामी फेरि पनि जुम कार्यक्रम हामी आयोजना गर्छौँ र आज हाम्रो 500 जनाको लिमिट क्रस भएकोमा सरी र त्यो हामीले पछि फेसबुकमा पनि हामीले लाइभ गऱ्यौँ धेरैजनाले सेयर पनि गर्नुभएको छ उहाँहरूलाई पनि धन्यवाद डमर सर मैले स्टप गर्ने अथवा तपाईँले स्टप गरेर यसलाई भिडियो रेकर्डिङ राख्नु होला यहाँ सबैलाई पुनः धन्यवाद डमर सर यसलाई इन्ड गरिदिनु होला हुन्छ सर